आन्तरिक राजस्व कार्यालय इटहरी। हामीले विगतमा चाहिँ हजुरहरूलाई आज पनि आजको विषय छुट्टै भए तापनि यो व्यवसायसँग सम्बन्धित सुन चाँदीलाई बहुमूल्य धातुको रूपमा परिभाषित गरिसकेपछि यसमा नेपाल सरकारले विगत केही वर्षदेखि विभिन्न कानुनहरूमा परिमार्जन गर्ने र नयाँ कानुनहरू थप्ने कार्य भइरहेको छ। यो चाहिँ हामीले सुनिरहेका छौँ नेपाल एफएटिएफमा ग्रे लिस्टमा पर्यो अरे भनेर। र यो तपाईँलाई लाग्न सक्छ हाम्रो व्यवसायलाई के गरेको, किन यति धेरै कानुनी प्रबन्धमा पारेको हामी बुझ्दैनौँ, जटिल कुराहरू छन्, त्यो पक्कै पनि हो। यी कुराहरू मैले तपाईँलाई अहिले बुझाउँदा पनि आफैमा पनि कम्प्लेक्स इस्युहरू पनि छन्। कतिपय विषयहरू एउटा व्यवसाय गरेर जीविका चलाउने अथवा राज्यलाई आर्थिक रूपमा योगदान दिने व्यवसायीहरूलाई यति धेरै 21वटा भन्नु उहाँले 21वटै छ अहिले हामी हेर्छौँ के कुराको हामीले चाहिँ अनुगमन गर्छौँ, हजुरहरूले के कुरा परिपालना गर्नुपर्छ भन्ने विषयहरू। यो चाहिँ नियमित कर कानुन आयकर ऐन जुन छ मोकर ऐन छ यीभन्दा भिन्न विषय चाहिँ आजको प्रशिक्षण भनेको नि अन्तर्क्रिया भनेको यस कार्यक्रमको विषय रहेको छ। यसमा चाहिँ मूलतः हामी सम्पत्ति शुद्धिकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी चाहिँ कसरी निवारण गर्न सकिन्छ, न्यूनीकरण गर्न सकिन्छ र यसमा चाहिँ हजुरहरूले अँगाल्नु भएको व्यवसायलाई यस्तो मानसिकता भएका व्यक्तिहरूले कसरी प्रयोग गरेर चाहिँ सम्पत्ति शुद्धिकरण गर्न सक्छन् भन्ने विषयमा हामी केन्द्रित हुन्छौँ र त्यसलाई निवारण गर्नको लागि राज्यले कस्तो संरचनाको कस्तो संयन्त्रको निर्माण गरेको छ र त्यसमा व्यवसायीहरूको कस्तो खालको चाहिँ भूमिका रहन्छ भन्ने विषयमा हामी केन्द्रित रहन्छौँ। र यो सम्पत्ति शुद्धिकरण निवारण ऐन 2064 र त्यसको नियमावलीले विभिन्न क्षेत्रका व्यवसायीहरूलाई चाहिँ सूचक संस्थाको रूपमा परिभाषित गरेको छ। हामीले बुझ्नुपर्छ राष्ट्र ब्याङ्क अन्तर्गत हामीसँग फाइनेन्सियल इन्टेलिजेन्स युनिट भनेर एउटा संरचना निर्माण भएको छ, जसले नेपाल राज्यभरि विभिन्न व्यवसाय र त्यसका निकायहरूलाई हामी जस्ता संस्थाहरूलाई चाहिँ दुईवटा भागमा विभाजित गरेको छ, परिभाषित गरेको छ। व्यवसायीहरूलाई सूचक संस्था यानि कि रिपोर्टिङ एन्टिटी र हामी जस्तो संस्थाहरूलाई चाहिँ सरकारी संस्थाहरूलाई चाहिँ नियामक निकाय यानि कि रेगुलेटरी एन्टिटी भनेर दुईवटा भागमा डिभाइड गरेको छ र दुवै पक्षलाई चाहिँ आफ्नो भूमिकाहरू चाहिँ ऐन र त्यस पछाडिको निर्देशन छ हाम्रो आन्तरिक राजस्व विभागबाट जारी भएको त्यो निर्देशन अन्तर्गत रहेर दुवैजनालाई एउटा एउटा काम दिएको छ। र यसमा चाहिँ हजुरहरूको रोल भनेको भूमिका भनेको हामीले यो निर्देशनलाई अक्षरशः पालना गर्नु, अघि भन्नुभयो हामीले 10% जति गरेको छौँ भनेर यो हाम्रो स्टार्टिङमै छ यो कुरा। अहिले हामीले त्यही भएर अनुगमन गर्ने कारबाही गर्ने भन्ने विषय भन्दा पनि कसरी चाहिँ हामीले इम्पावर गर्ने, कसरी सिकाउने, कसरी चाहिँ हामी त्यो विषयसँग चाहिँ नजिक हुने र त्यस पछाडि कतै परिवारको स्तरहरू बढाउँदै जाने भन्ने नै हो हाम्रो पनि ध्येय पनि। र त्यसै अन्तर्गत आज चाहिँ हामीले लग्जरी ट्याक्सको विषयमा पहिला पनि कार्यक्रम राखिसकेका छौँ। हजुरलाई केही त्यसमा कन्फ्युजन छ, बुझ्नु भएको छैन भने त्यो विषयले हामी क्वेसन एन्सर सेसनमा त्यसलाई सम्बोधन गर्नेछौँ। अहिले चाहिँ हामी सम्पत्ति शुद्धिकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण गर्ने, त्यो चाहिँ फाइनेन्सियल इन्भेस्टमेन्ट कसरी चाहिँ हुन नदिने भन्ने विषयमा चाहिँ बहुमूल्य धातु वा धातुको कारोबार गर्ने व्यवसाय मैले भने सूचक संस्था भनिन्छ हजुरहरूलाई चाहिँ करदाता शिक्षा तथा अन्तर्क्रिया कार्यक्रम रहेको छ। गर्नुपर्छ कस्तो खालको प्रतिवेदन रिपोर्ट बनाउनुपर्छ भन्ने विषयमा चाहिँ आज हजुरहरूलाई म भन्नेछु। र सबैभन्दा पहिला हामी सुरु गरौँ सम्पत्ति शुद्धिकरण भनेको के हो भनेर। हाम्रो आयकर ऐनमा हेर्नुभयो भने सम्पत्ति अथवा भनौँ न आम्दानी आय अर्जन मान्छेले कसरी गर्न सक्छ भनेर परिभाषित गरेको छ। हाम्रो ऐनले दिने भनेको 4वटा तरिका छ। 4वटा तरिकाबाट कुनै पनि व्यक्तिले हाम्रो नेपालमा रहेर चाहिँ के गर्न सक्छ, आम्दानी गर्न सक्छ, कमाउन सक्छ। एउटा के हो भन्नुहोस् त, रोजगारी हो, श्रम बेचेर जुन मैले अहिले गरिरहेको छु नि यहाँ उभिएर मेरो के हो, यो रोजगारी हो। मैले मेरो श्रम मेरो समय नेपाल सरकारको बिहाफमा बेचिरहेको छु र आम्दानी गर्छु भन्ने यो एउटा के हो, रोजगारी हो। तपाईँले के गरिरहनु भएको छ, आफ्नो पुँजी लगानी गरेर आम्दानी गर्नुभएको छ, जसलाई के भन्छ हाम्रो ऐनले व्यवसाय भन्छ। त्यसै गरी कोही सेयर मार्केटमा इन्भेस्ट गर्नुहुन्छ होला, घर जग्गा किनेर बेच्नुहुन्छ होला, त्यसलाई के भनौँ, लगानी भनौँ। र अर्को भनेको के हो, अर्को पनि तरिकाबाट के हुन्छ, पैसा कमाउन सकिन्छ। के हो भन्नुहोस् त, 4वटा तरिका चाहिँ हाम्रो ऐनले परिभाषित गरेको छ, जसलाई आयकरको दायरामा ल्याएको छ। अर्को के तरिकाले पैसा कमाइन्छ, गलत तरिकालाई त कानुनले चिन्दैन हो। त्यो गलत तरिका चाहिँ कसरी चाहिँ गर्नु हुँदैन भन्ने विषयमा आज हामी केन्द्रित गर्छौँ। अर्को भनेको चिट्ठा पर हो।
त्यसमा के परेन, तपाईँको श्रम पनि परेन, तपाईँको पुँजी पनि परेन, तपाईँको चाहिँ समय पनि परेन। त्यसरी पनि कमाएको पैसालाई चाहिँ के हुन्छ, हाम्रो आयकर ऐनले पहिचान गर्छ र त्यसमा कर तिरिसकेपछि त्यो के हुन्छ, वैध सम्पत्ति हुन्छ। त्यसलाई सम्पत्ति शुद्धिकरणमा लानु परेन भनेको यो 4 तरिकाले तपाईँले आयोजन गर्नुहुन्छ, करको परिपालन गर्नुहुन्छ भने तपाईँले वेल्थ जेनेरेट यानि कि सम्पत्ति बनाउन सक्नुहुन्छ। अब सम्पत्ति शुद्धिकरण भनेको के हो, तपाईँले भन्नुभयो गलत कार्यबाट हो। हाम्रो समाजमा यो के हुन्छ भने यो 4वटा बाहेक पनि उपहारलाई पनि विन्डफल गेन नै भन्न मिल्यो। उपहार यदि तपाईँको समय श्रम र पुँजी लगानी भएको छैन र सिधैमा केही पाउनुहुन्छ भने त्यसलाई 4th क्याटेगोरी यानि कि विन्डफल गेन भनेर हामीले परिभाषित गर्छौँ। त्यो पनि त्यसमा पनि कर तिरेपछि त्यो वैध हुन्छ, त्यसलाई अवैध भन्न मिलेन। अवैध भनेको चाहिँ अब तपाईँले भन्नुभयो अब विभिन्न मानिसहरू समाज छ, समाजमा विभिन्न मानिसहरूले के हुन्छ, एउटा व्यक्ति नैसर्गिक रूपमा जन्मिसकेपछि हाम्रो ह्युमन मेन्टालिटीमा भनेको सम्पत्ति कमाउँ भन्ने जस्तो नै हुन्छ। हो यो सम्पत्ति कमाउँ भन्ने महत्त्वाकांक्षा बढ्दै गएपछि मानिसले के गर्न थाल्छ, गलत कामहरू पनि गर्न थाल्छ। ओभरनाइट धनी हुने टेन्डेन्सी, उसँग पेसेन्स हुँदैन, ऊ जीवनभर काम गरेर धनी हुने जुन स्टेप बाई स्टेप प्रोसेस छ त्यो प्रोसेसबाट चाहिँ डिरेल भएर उसले अब होइन म त रातारात धनी हुने हो, आजको भोलि पैसा कमाउने हो, मेरो साथीले प्रगति गरिसक्यो, म पछाडि छुटिसकेँ भन्ने कुराहरू आउन थाल्छ। त्यसले गर्दा विभिन्न तरिकाबाट मानिसले के गर्न थाल्छ, अब त्यो खालको सम्पत्ति जेनेरेट गर्न थाल्छ र त्यो सम्पत्तिलाई चाहिँ उसले अब त्यो सम्पत्तिलाई चाहिँ के गर्छ, सिस्टमले, राष्ट्र ब्याङ्कले, नेपाल सरकारले डिटेक्ट गर्छ, त्यो चाहिँ पनिसेबल छ, अफेन्ड हो। अब हो त्यसलाई चाहिँ उसले शुद्धिकरण गरेर त्यसलाई चाहिँ सिस्टममा इन्टिग्रेट गरेर त्यो चाहिँ वैध हो भनेर जुन वाइट बनाउने भन्छ नि कालो धनलाई, हो त्यो प्रक्रिया चाहिँ के हो, सम्पत्ति शुद्धिकरण हो। यो भनेको चाहिँ अवैध रूपले जम्मा गरेको पैसा के हुनसक्छ, भ्रष्टाचार गरेको हुनसक्छ होइन, त्यस पछाडि चाहिँ हतियार बेचेको हुनसक्छ, भनौँ न गाँजा अथवा लागु औषधको व्यापार गरेको हुनसक्छ। जुन जुन कानुनले प्रतिबन्धित लगाएका छन् ती तरिकाबाट र कर नतिरी जम्मा गरिएको जुन हामी आय विवरण बुझाएर कर तिर्छौँ त्यो के हो, हाम्रो वैध त्यो भनेको व्हाइट मनी हो, हाम्रो सम्पत्ति हो। त्यो हाम्रो सिस्टममा देखाउन सक्छौँ, हामी ढुक्कले त्यो ब्याङ्कमा राखेर के गर्न सक्छौँ, हामीले मेरो सम्पत्ति भनेर देखाउन सक्छौँ। तर त्यस्ता सम्पत्तिहरू जसलाई चाहिँ हामीले के गरेनौँ, करको दायरामा ल्याएनौँ, त्यो काहीँ पनि आय स्रोतको रूपमा देखिएन र त्यस्तो पैसालाई चाहिँ अब ब्याङ्किङ च्यानलमा लगेर त्यस्तो पैसालाई चाहिँ वाइट हो, मैले चाहिँ लिगल तरिकाले कमाएको हो भनेर जुन प्रोसेस हुन्छ त्यो प्रोसेसलाई के भनिन्छ, सम्पत्ति शुद्धिकरण। र आज चाहिँ हाम्रो ऐन के हो, यो सम्पत्ति शुद्धिकरण निवारण, एन्टी मनी लन्ड्रिङ भनेको यो कसरी हुन नदिने र यसमा तपाईँको भूमिका के छ, हाम्रो भूमिका के छ भन्ने विषय रहेको छ है। यसमा तपाईँलाई के क्वेसन छ हामी एकैचोटि लास्टमा सम्बोधन गरौँ। अब हेरौँ, सरल रूपमा भन्नुपर्दा गलत बाटोबाट कमाएको पैसालाई सफा बनाउने। यहाँ हेर्नुहोस् त, जसरी वासिङ मेसिनमा हामीले फोहोर लुगालाई हालेर के गर्छौँ, सरफ हालेपछि त्यो सुकाएपछि नयाँ हुन्छ, सफा हुन्छ, त्यसरी नै पैसालाई पनि के गर्न सक्छ भने मानिसले ब्ल्याक मनीलाई त्यसरी अवैध तरिकाबाट जम्मा गरेको पैसालाई चाहिँ वाइट बनाउने, त्यसलाई लिगल बनाउने, त्यसलाई कर तिर्ने र आफ्नो खातामा ल्याउन सक्ने प्रोसेसलाई चाहिँ त्यो प्रक्रियालाई सम्पत्ति शुद्धिकरण भनिन्छ। र यसमा हामीले बुझ्नुपर्ने के छ भने तपाईँले गरिरहनु भएको व्यापार जुन बहुमूल्य धातुको, सुन चाँदीको होइन, बहुमूल्य किन भन्न त प्राइस कति हाइक भइरहेको छ, 3 लाख पटिसक्यो होइन। त्यसले गर्दा यसमा चाहिँ हो यो सुनलाई प्रयोग गरेर त्यस्ता सम्पत्तिहरू तपाईँकोमा सुन किन्न कोही व्यवसाय कोही व्यक्ति आउँदै गर्दाखेरि उसले गोजीमा बोकेर आएको, मोबाइलमा बोकेर आएको पैसा चाहिँ के हुनसक्छ, अवैध हुनसक्छ। त्यो कुराहरूको पहिचान गर्नुपर्ने दायित्व, भूमिका अब कसले, राज्यले कसलाई दिएको छ, तपाईँहरूलाई दिएको छ। राज्यले के भन्छ भने त्यस्ता पैसाहरू तपाईँहरूको व्यवसायमा ती व्यक्तिहरूले ल्याएर सुन किन्नु भएन, सुन चाँदीमा लगानी गरेर तपाईँहरूबाट लग्यो भने तपाईँलाई शङ्का लाग्ने यथेष्ट चाहिँ त्यो ग्राउन्ड भयो भने तपाईँहरूले के गर्नुपर्छ भन्दाखेरि त्यसलाई चाहिँ निवेदन गर्नुपर्छ, त्यसलाई चाहिँ रिपोर्टिङ गर्नुपर्छ। त्यो रिपोर्टिङ एन्टिटीलाई तपाईँको काम भनेको त्यस्ता खालका पैसा राज्यले के भनेको छ, सिम्पल भनेको यो हेर्नु यो कहाँ प्रयोग हुन सक्छ भने तस्करीबाट कमाएको पैसा, घुस, भ्रष्टाचारको रकम, कर छलीबाट आएको धनलाई चाहिँ सुन किनेर मानिसहरूले के गर्न सक्छन्, हाई भ्यालु लो भोल्युम किन्न सक्ने भयो नि। 3 लाख रुपियाँको सुन कति हुन्छ, यति त हुन्छ होइन। 3 लाख रुपियाँको रुवा किनेर कसैले घरमा राख्छ, कति हुन्छ भन्नुहोस् त। भनेपछि यो पनि के भयो, एउटा एकदमै हाई रिस्क एसेट्स हुने भयो जसमा चाहिँ के हुनसक्छ, लिगल इलिगल दुइटै मनी फ्लो हुन सक्छ। र यो इलिगल मनी चाहिँ फ्लो हुनबाट रोक्नको लागि तपाईँको पनि जिम्मेवारी छ, हाम्रो पनि एज एन रिपोर्टिङ एन्टिटी तपाईँहरूलाई हाम्रो निर्देशनले 21वटा अहिले म बुझा भन्दै जान्छु, 21वटा निर्देशन दिएको छ भने त्यो निर्देशनको परिपालनको स्तर के छ,
बजारमा भनेर अनुगमन गर्ने जिम्मा चाहिँ के रहेको छ आन्तरिक राजस्व विभागलाई दिएको छ र आन्तरिक राजस्व कार्यालय इटहरीले चाहिँ आफ्नो कार्यक्षेत्रमा रहेका यो व्यवसायहरूको चाहिँ नियमन गर्नेछ, अनुगमन गर्नेछ है। सम्पत्ति शुद्धिकरण अब के भने मैले सुन किनेर घर जग्गा किनेर व्यवसायमा लगानी गरेर यो पैसा चाहिँ वैध भनेर देखाउन सक्छन् र यसको लागि हामी मात्रै होइन, तपाईहरुलाई मात्रै यो ऐन कानुन लागेको होइन। जस्तो घर जग्गाको व्यवसाय गर्नेहरूलाई मालपोत कार्यालयले अनुगमन गर्छ, उहाँहरूले पनि तपाईहरुले जस्तै रिपोर्टिङ गर्नुपर्ने हुन्छ। क्यासिनोमा गर्नेहरूलाई पनि पर्यटन विभागले गर्छ। क्यासिनोमा कोही व्यक्ति गएर 5 लाख दिएर जुवा खेल्न जान्छ भने उसका चाहिँ कागजपत्र राख्ने, उसको आइडेन्टिटी चाहिँ केवाइसी गराउने, त्यस पछाडि उसले चाहिँ कति पैसा हाल्यो के गर्यो, 2 लाख भन्दा माथि भएपछि उहाँहरूले पनि रिपोर्टिङ गर्नुपर्छ। यहाँ पनि त्यही कुरा हो। यसमा पनि अहिले हामी त्यो ट्रान्जेक्सन लिमिट थ्रेसहोल्डको कुराहरू गर्छौँ भनेको सबै क्षेत्रलाई चाहिँ अब यसरी रेगुलेट गरेर यस्तो इलिगल मनी चाहिँ सिस्टममा फ्लो हुन नदिनको लागि र नेपाललाई एफएटिएफको ग्रे लिस्टबाट बाहिर निकाल्नको लागि चाहिँ अर्थ मन्त्रालय र मातहतका निकायहरू राष्ट्र ब्याङ्कहरू अहिले संवेदनशील भएर आएको अवस्था चाहिँ हिजो मात्रै सुन्नुभयो होला। अर्थमन्त्रीले 1 वर्षभित्र चाहिँ हामी सबै मिलेर काम गर्न सक्यौँ भने यो ग्रे लिस्टबाट हामी बाहिर आउन सक्छौँ। त्यो भनेको नेपालको इकोनोमी चाहिँ क्लिन छ, यहाँ चाहिँ त्यस्तो खालको अवांछित गतिविधि हुँदैन भनेर विश्वलाई एउटा मेसेज दिनुपर्ने छ भनेर हिजो पनि भन्नुभएको छ है। सम्पत्ति शुद्धिकरण निवारण ऐन अनुसार चाहिँ कुनै पनि अपराधबाट प्राप्त सम्पत्तिलाई लुकाउने, त्यो लुकाएको सम्पत्तिलाई रूपान्तरण गर्ने, स्थानान्तरण गर्ने र वैध देखाउने जुन एउटा प्रोसेस छ त्यो प्रोसेसलाई सम्पत्ति शुद्धिकरण भनिन्छ। र अब सुनचाँदी व्यवसाय र सम्पत्ति शुद्धिकरणको सम्बन्ध चाहिँ के छ, किन हामीलाई भन्ने प्रश्न तपाईहरुलाई आउन सक्छ। किनभने नेपालमा सुनचाँदी व्यवसाय उच्च जोखिमयुक्त क्षेत्र, हाई रिस्क सेक्टरको रूपमा मानिएको छ। किनभने सुन बहुमूल्य धातु र यसको मूल्य अत्याधिक हुन्छ। मैले भने एकदमै थोरै भोल्युम हुन्छ तर भ्यालु हाई हुन्छ। 1 करोड लुकाउनु पर्यो भने यदि सुन किन्दाखेरि त्यो पैसा लुक्यो। त्यस कारणले पनि यो के भयो, सम्पत्ति शुद्धिकरण चाहिँ सुनचाँदी व्यवसायमा बहुमूल्य धातुको व्यवसायमा अट्र्याक्ट भएको हो र यस व्यवसायमा ठूलो नगद कारोबार हुने सम्भावना पनि रहन्छ। अहिले कतिसम्म नगद कारोबार गर्न पाइन्छ पाइँदैन, कसरी गर्ने भन्ने विषयहरू हामी डिस्कस गर्नेछौँ। नगदको मुभमेन्ट चाहिँ ट्र्याक गर्न कठिन हुने हुँदा कालो धन लुकाउन सुनचाँदीको प्रयोग हुन सक्छ। मानिसहरूले आफूले अवैध तरिकाले कमाएको, कर्मचारीले भ्रष्टाचार गरेको, राजनीतिज्ञले भ्रष्टाचार गरेको अथवा कसैले लागु औषधको व्यवसाय गरेको, त्यसरी चाहिँ अपराधजन्य क्रियाकलापबाट है, कसैले अब गैडाको फाग बेचेर होला, यसरी जुन चाहिँ इलिगल कामबाट कमाएको पैसा छ उसले त्यो पैसा घरमा बारी राख्दैन, उसले कुनै न कुनै एसेट्समा के गर्छ, कन्भर्ट गर्छ र त्यो कन्भर्ट गर्ने क्रममा चाहिँ उसले सुनचाँदी किन्ने सम्भावना पनि हाई हुने देखिएकाले अब सुनचाँदी व्यवसायलाई पनि रिपोर्टिङ एन्टिटीको रूपमा चाहिँ हामीले रजिस्टर गराउनुपर्छ भनेर राष्ट्र ब्याङ्कले लिएको नीति हो, नेपाल सरकारले लिएको नीति हो। त्यसकारण सुनचाँदी व्यवसायलाई गो एएमएल अनिवार्य गरिएको छ। अब म तपाईलाई गो एएमएल भनेको के हो त्यो भन्छु है। अब मैले भने तपाईहरु रिपोर्टिङ एन्टिटी हो, सूचक संस्था हो, हामी के हो, नियामक संस्था, रेगुलेटरी एन्टिटी हो। अब तपाईहरुको काम के हुन्छ भन्दाखेरि नेपाल राष्ट्र ब्याङ्क अन्तर्गत रहेको फाइनान्शियल इन्टेलिजेन्स युनिट भन्ने छ, जुन वित्तीय सूचना केन्द्र भन्ने छ, त्यो अन्तर्गत रहेर एउटा अनलाइन सिस्टमको विकास गरिएको छ। यो विश्वभरि नै हो है। गो एमएल भनेको ग्लोबल एन्टी मनी लन्ड्रिङ सिस्टम। को दर्ता हुन्छ सबैलाई भन्नुस् त। गो एमएल मा पक्का देवालीसँग दर्ता गर्नुभएको छ, कसैले पनि दर्ता गर्नुभएको छैन। यति ठुलो छ त्यो, जस्टिफाइबल होला नहोला आफ्नो ठाउँमा छ। र यसमा कारबाहीको भागीदार हुनु परेको खण्डमा चाहिँ एकदमै ठुलो आर्थिक क्षति तपाईले बेहोर्नुपर्छ। र यसको स्टार्टिङ पोइन्ट चाहिँ गो एमएल मा चाहिँ आइडी पासपोर्ट लिएर त्यसमा आफूलाई चाहिँ सूचीकृत गरेर हामीले इक्जाम्पल पनि सेट गर्न सक्छौँ। नेपालभरिमा हाम्रो इटरीमा चाहिँ आन्तरिक राष्ट्र कार्यालय इटरी अन्तर्गतका सम्पूर्ण व्यवसायहरू चाहिँ गो एमएल मा हुन्छ भनेर हामीले एउटा सूचना पनि दिन सक्छौँ, सन्देश दिन सक्छौँ। र अब गो एमएल भनेको के हो भन्दाखेरि युएनओडिसी संयुक्त राष्ट्र सङ्घको सहयोगमा चाहिँ विकास गरेको एउटा डिजिटल रिपोर्टिङ प्रणाली हो, जसलाई नेपाल सरकारले सम्पत्ति शुद्धिकरण निवारणका लागि प्रयोगमा ल्याएको छ। यो चाहिँ अहिले अलमोस्ट सबै कन्ट्रीमा चाहिँ यो रिपोर्टिङ स्ट्यान्डर्ड यो गो एमएल चाहिँ त्यसको केन्द्रीय बैंक अन्तर्गत रहेर चाहिँ सञ्चालनमा रहेको छ। नेपालमा यो प्रणाली मैले अघि भने वित्तीय जानकारी इकाइ फाइनान्शियल इन्फर्मेसन युनिट मार्फत सञ्चालन हुन्छ, जुन नेपाल राष्ट्र ब्याङ्क अन्तर्गत छ। गोएमएल भनेको अब के हो भन्दाखेरि शङ्कास्पद वा ठुलो आर्थिक कारोबारको विवरण सरकारलाई अनलाइन माध्यमबाट जानकारी गराउने प्रणाली हो। तपाईकोमा कोही मान्छे कोही व्यक्ति सुन किन्न आयो, तपाईलाई शङ्का लाग्यो अथवा उसले नेपाल सरकारले तोकेको थ्रेसहोल्ड भन्दा बेसीको कारोबार एक पटकमा या पटक पटक गरी गर्यो भने अब तपाईको एज अ रिपोर्टिङ एन्टिटी दायित्व के हुन्छ भने त्यो व्यक्तिले चाहिँ गरेको कारोबारको
अनलाइन माध्यमबाट राष्ट्र ब्याङ्कलाई सूचना प्रवाह गर्ने। जस्तो तपाईँले ब्याङ्कमा खाता खोल्नु भएको छ, तपाईँले 10 लाख भन्दा बेसीको कारोबार गर्नुभयो भने हरेक कारोबार के गर्छ ब्याङ्कले, सम्बन्धित तपाईँको वाणिज्य ब्याङ्कले अथवा चाहिँ विकास ब्याङ्कले नेपाल राष्ट्र ब्याङ्कको यो प्लेटफर्म यो च्यानल थ्रु रिपोर्टिङ गर्छ। आज यो व्यक्तिले 20 लाख रुपियाँ खातामा जम्मा गर्यो, 10 लाख रुपियाँ भन्दा माथि भएपछि के गर्छ तपाईँलाई, उहाँलाई टिटिआर भन्छ, थ्रेसहोल्ड रिपोर्टिङ चाहिँ गर्छ। अब त्यो कुरा चाहिँ त्यो ब्याङ्कहरुमा मात्रै लागू भएको कुरा अब अर्थतन्त्रका तमाम चाहिँ एरियाहरुमा लागू गर्नुपर्ने भयो। त्यही सिलसिलामा यो कुरा चाहिँ सुनचाँदी व्यवसायी अथवा भनौँ बहुमूल्य धातुको व्यवसाय गर्नेहरूलाई पनि लाग्ने भयो। त्यो चाहिँ पहिला केमा थियो, तपाईँले ब्याङ्क खाता खोल्न जानु भने के गराउँछ, केवाइसी भराउँछ, न्यू इयर कस्टमर। अब त्यो केवाइसी चाहिँ ब्याङ्कमा मात्रै होइन है, त्यो चाहिँ सुनचाँदी व्यवसायमा पनि सुन किन्न आउने व्यक्तिको पनि केवाइसी गर्नुपर्छ। उहाँहरूको पनि चाहिँ ट्रान्ज्याक्सन थ्रेसहोल्ड पटेपछि त्यसको रिपोर्टिङ एमएमएल मार्फत राष्ट्र ब्याङ्कलाई गराउनुपर्छ भन्ने कुरा नै ती ठुला संस्थाहरूबाट अब रेप्लिकेट भएर यो एरियामा पनि आएको, यो नयाँ कुरा होइन है। र यो सन्दर्भमा मैले भने विभिन्न नियामक निकाय, रेगुलेटरी एन्टिटी, ब्याङ्क, सहकारी, बिमा, क्यासिनो, घर जग्गा मालपतदेखि लिएर अब जहाँ ती पैसाहरू इलिगल मनीहरू फ्लो हुन सक्छ, जुन एसेट्स उनीहरूले किन्न सक्छन्, ती सबै क्षेत्रमा अब चाहिँ के भएको छ, लागू गरिएको छ। जस्तो हामीले हेर्नुभयो भने आन्तरिक राजस्व विभागले के गर्छ, डिलर्स इन प्रिसियस मेटल्स एन्ड स्टोर भन्ने यो सुनचाँदी व्यवसाय र कोष एप्रुभ स्वीकृत अवकाश कोष दुईवटा चाहिँ नियमन गर्ने काम चाहिँ हाम्रो मैले अघि भने क्यासिनोहरूको नियमन कसले गर्छ, पर्यटन विभागले गर्छ। अब घर जग्गा व्यापार गर्ने उहाँहरूलाई के गर्नेको छ, अहिले कम्पलसरी तपाईँहरू दर्ता हुनुपर्छ, घर जग्गाको बिचमा ब्रोकर भएर काम गर्न पाइँदैन, संस्था खोल्नुपर्छ, चाहिँ एउटा प्रणाली खोल्नुपर्छ भनियो। उहाँहरूको नियमन कसले गर्छ, मालपोतले। त्यसरी नै यो चाहिँ के छ, हरेक क्षेत्रमा गरिएको छ। अब यसमा गोएमएलमा तपाईँहरूलाई अहिले कसरी दर्ता हुने म सिकाउँछु। त्योभन्दा अगाडि यो गोएमएलको मुख्य काम के हो भन्ने कुरा म भन्छु। त्यो भनेको चाहिँ 3वटा कुराहरू तपाईँहरूले एज अ बिजनेसम्यान व्यवसायिक रूपमा 3वटा कुराहरू ध्यान दिनुपर्छ। एउटा सीमा कारोबार विवरण भन्छ, थ्रेसहोल्ड ट्रान्ज्याक्सन रिपोर्टिङ। थ्रेसहोल्ड ट्रान्ज्याक्सन रिपोर्टिङ भनेको कुनै पनि ग्राहकले तपाईँहरूकोमा व्यवसाय कारोबार स्थापना गर्दाखेरि सुन चाँदी किन्दा या बेच्दाखेरि 10 लाख रुपियाँ भन्दा बेसीको कारोबार गर्छ एकैचोटिमा या पटक पटक गरेर एउटै व्यक्तिले गर्छ भने अब त्यसको विवरण चाहिँ अनलाइन माध्यमबाट तपाईँहरूले फाइनान्सियल इन्फर्मेसन युनिट राष्ट्र ब्याङ्कमा रिपोर्टिङ गर्नुपर्छ। त्यसैगरी अर्को शङ्कास्पद कारोबारको विवरण, सस्पिसियस ट्रान्ज्याक्सन रिपोर्टिङ। कोही व्यक्ति आयो सुन किन्नलाई, चाँदी किन्नलाई अथवा बेच्नलाई आयो र तपाईँलाई शङ्का लाग्यो, यो व्यक्ति चाहिँ शङ्कास्पद छ, यसको गतिविधि ठिक छैन जस्तो लाग्यो भने त्यसको पनि रिपोर्टिङ अब तपाईँहरूले के गर्नुपर्छ, यही गोएमएल च्यानलबाट राष्ट्र ब्याङ्कलाई गराउनुपर्छ। र तेस्रो रहेको छ शङ्कास्पद गतिविधि, सस्पिसियस एक्टिभिटी। दुईटा छ, एउटा सस्पिसियस ट्रान्ज्याक्सन, एउटा सस्पिसियस एक्टिभिटी। सस्पिसियस ट्रान्ज्याक्सन भनेको उसँग तपाईँको कारोबार भयो, सुन चाँदी गरगहना किनबेच भयो भने त्यो सस्पिसियस ट्रान्ज्याक्सन भयो। तर सुन चाँदी किनबेच भएन, आयो गफ मात्रै भयो र त्यो चाहिँ ट्रान्ज्याक्सन सक्सेसफुल भएन भने पनि त्यो कुरालाई पनि एउटा व्यक्ति आएको थियो सुटकेसमा 1 करोड बोकेर सुन किन्छु भन्दै, तर उसले सुन किनेन कुनै कुराले, सुन्नुहोस् भने त्यो व्यक्तिले 1 करोड लिएर आएको कुरा पनि राष्ट्र ब्याङ्कलाई तपाईँको पसलमा आएको कुरा थाहा हुनु पर्यो। यसको उद्देश्य बुझ्नुभयो, उसले तपाईँसँग 1 करोडको सुन किनेर लग्यो, त्यो त थाहा दिनै पर्यो। के अन्तर्गत, सस्पिसियस ट्रान्ज्याक्सन अन्तर्गत ट्रान्ज्याक्सन सक्सेसफुल भयो, तर उसँग गफ भयो है, मलाई गर्दाखेरि भाउ मिलेन अथवा कुनै कारणले त्यो ट्रान्ज्याक्सन सक्सेसफुल भएन, तर त्यो सस्पिसियस थियो, उसको स्रोतहरू चाहिँ तपाईँलाई डाउट लाग्थ्यो अथवा उसले त्यो चाहिँ ट्रान्ज्याक्सन चाहिँ गर्ने क्रममा तपाईँलाई कुनै पनि किसिमको सस्पिसन लाग्यो, यो चाहिँ अवैध सम्पत्ति हुन सक्छ भन्ने लाग्यो भने त्यसको पनि तपाईँले गोएमएल मार्फत यो 3वटा पोर्टल दिएको छ। यो हामी भरे लगइन गरिसके पछाडि हेर्छौँ। यसमा थ्रेसहोल्ड ट्रान्ज्याक्सन रिपोर्टिङ, सस्पिसियस र सस्पिसियस एक्टिभिटी रिपोर्टिङ गरेर 3वटा मेन्युहरू दिएको हुन्छ। त्यहाँभित्र गएर भर्ने प्रक्रियाहरू छ, त्यो तपाईँहरूले के गर्नुपर्छ, रिपोर्टिङ गर्नुपर्छ। र यो 3वटा रिपोर्टिङ मार्फत नेपाल सरकारको लक्ष्य भनेको के हो भने यसरी चाहिँ आएको पैसाहरूलाई मनी लन्ड्रिङ र आतंकवादी क्रियाकलाप है, यसमा 2वटा हुन्छ। यसमा चाहिँ नेपालमा चाहिँ अब आतंकवादी क्रियाकलापको त्यति धेरै रिस्क नहोला एज्युम गरौँ, तर मनी लन्ड्रिङको चाहिँ हुन्छ। भन्न खोजेको सिधै आतंकवादी क्रियाकलापमा पैसा लगाउनको लागि त्यसरी किनबेच नहोला, तर मान्छेले अवैध तरिकाले कमाएको पैसाको चाहिँ सम्पत्ति शुद्धिकरण गर्नलाई चाहिँ युज गर्ने गर्छ, त्यसलाई चाहिँ रोकथाम गर्नु हो। ल अब व्यवसायको रूपमा तपाईँहरूले शङ्कास्पद गतिविधि कसरी पहिचान गर्ने त? एकजना मान्छे सुन किन्न आयो, उसँग गफ भयो, उसले सुन किनेर लग्यो, त्यो शङ्कास्पद हो कि होइन?
तपाईँले सोध्न सक्नुहुन्छ नि त, कसलाई शङ्कास्पद भन्ने कसलाई नभन्ने। अब उसलाई मैले पैसा कहाँबाट लिएर आउनु तपाईँले भनेर सोध्ने कि नसोध्ने, किन्न आएको छ मेरो ग्राहक सोध्यो भने भड्केला हुनसक्छ नि त, मैले व्यवसाय गर्ने कि मैले सोधेर बस्ने कि भन्ने प्रश्नहरू तपाईँहरूमा छ। पहिला हामी हेरौँ शङ्कास्पद गतिविधि कसरी तपाईँले पहिचान गर्न सक्नुहुन्छ भन्दाखेरि यो राष्ट्र ब्याङ्कले नै निकालेका केही पोइन्टहरू छन् तपाईँहरूको सेक्टर स्पेसिफिक यो सञ्चारी व्यवसायसँग सम्बन्धित। पहिलो, यदि ग्राहक वा निजका सम्बद्ध व्यक्तिहरू नकारात्मक समाचार सुरक्षा निकायको जारी अनुसन्धानमा संलग्न देखिएमा वा प्रतिबन्धित सूचीमा सूचीकृत भएको पाइएमा नेपाल सरकारले कसैलाई ठगेको मुद्दा लगाइरहेको होला, तपाईँले न्युज सुन्नुहुन्छ नि कोही व्यक्तिहरू, नाम नलिउँ, ती व्यक्तिहरू तपाईँमा सुन्किन आयो भने तपाईँले डाउट गर्नु पर्यो कि परेन? योसँग त अलरेडी नेपाल सरकारले सम्पत्ति शुद्धिकरणको मुद्दा चलाइरहेछ, सहकारीको मुद्दा चलाइरहेछ, अथवा केहीको मुद्दा चलाइरहेछ, ब्याङ्किङ फ्रडको केस लागेको व्यक्ति हो भनेपछि के हो त्यो सस्पिसियस हुने हो। यसमा चाहिँ यो गृह मन्त्रालयले आफ्नो वेबसाइटमा लिस्ट पनि राखेको हुन्छ है त्यस्ता व्यक्तिहरू जोसँग चाहिँ तपाईँले कारोबार गर्दाखेरि शङ्काको नजरले हेर्नुपर्छ अथवा तपाईँहरू चाहिँ अवेर हुनुपर्छ भन्ने लिस्ट चाहिँ त्यो ग्लोबल्ली नै त्यो चलन छ, त्यस्ता लिस्टहरू राख्ने। ती व्यक्तिहरू शङ्कास्पद भए। अर्को, यदि भुक्तानी वास्तविक खरिदकर्ता वा विक्रेता बाहेकको तेस्रो पक्षबाट प्राप्त भयो, सुन्नुहोस्, एउटा व्यक्ति आयो सुट लगाएर 10 तोला सुन किन्छु भनौँ, 10 तोला सुन पनि किनो, हेरो तपाईँ आजको रेटमा 30 लाख रुपियाँ भयो, पैसा हाल्ने बेलामा के भन्नु भने तपाईँको क्युआर दिनु, पैसा मेरो मान्छेले हालिदिन्छ भन्नु, त्यो के भयो? त्यो सस्पिसियस भयो। म सुन किन्न आएको छु, सुन मैले किने, हेरेँ, तपाईँले काम गर्नुभयो, बिल गर्नुभयो, अनि अन्तिममा मैले के भने पैसा चाहिँ मेरो अर्कै ठाउँबाट आउँछ, तपाईँको क्युआर दिनु, म त्यहाँबाट हाल्न लगाउँछु भन्नु भने के भयो? त्यो सस्पिसियस भयो। उसले आफ्नो खाताबाट, आफ्नो परिवारको खाताबाट त पैसा किन तिर्न सकेन सुन किन्दा? किनभने त्यो उसको के थिएन, वैध पैसा नहुन सक्थ्यो। शङ्का गर्ने ठाउँ छ कि छैन? छ। यस्ता खालका गतिविधि तपाईँकोमा भए देखिए, अथवा तपाईँले के भन्नुभयो, होइन मलाई त तपाईँको खाताबाट पैसा चाहिन्छ, लिन्न भन्नुभयो, अथवा केही कुरा मिलेन र त्यो ट्रान्जेक्सन सक्सेसफुल भएन, उसले सुन चाँदी किनेन भने पनि एकजना व्यक्ति उसको तपाईँले शनाखत गर्नुभएको हुन्छ सुरुमा, अहिले हामी प्रक्रिया भन्छौँ। यस्तो यस्तो खालको चाहिँ हुन खोजेको थियो, किनेर गएन, यस्तो व्यक्तिले आएर यसो भएको भन्ने कुराको जानकारी चाहिँ कसलाई हुनु पर्यो? अब राष्ट्र ब्याङ्कलाई GoML मार्फत हुनुपर्छ। तपाईँको भूमिका, तपाईँको रोल, तपाईँलाई दिएको जिम्मेवारी चाहिँ त्यो हो। अब यदि कारोबार रिपोर्टिङ गर्नुपर्ने सीमा रिपोर्टिङ थ्रेसहोल्ड भन्दा थोरै कम हुने गरी टुक्राएर कारोबार गर्ने, मैले के भने 10 लाख रुपियाँ भन्दा बेसीको यदि सुन चाँदीको कारोबार हुन्छ भने त्यो रिपोर्टिङ गर्नुपर्छ तपाईँहरूले। मैले 11 लाखको एउटै व्यक्तिलाई आज बिल काटेर बेचेँ भने मैले को व्यक्तिलाई के बेचेँ, के मार्फत चाहिँ पैसा आदान प्रदान भयो लगायतका यो GoML मा हामी चाहिँ रजिस्टर भइसकेपछि कसरी गर्ने, त्यहाँभित्र के कुराहरूको चाहिँ इन्फर्मेसन दिनुपर्छ भन्ने कुरा हेर्छौँ। त्यो कुरा चाहिँ तपाईँले के गर्नु पर्यो? अब उसले के गर्यो, 10 लाखको किनेन, 9 लाखको, आज 9 लाखको किन्छ, भोलि 9 लाखको किन्छ, अथवा तपाईँकोमा चाहिँ 9.5 लाख 9 लाख गरेर 10 लाख चाहिँ नकटाउने, जसरी ब्याङ्कमा पैसा डिपोजिट गरेर 10 लाख भन्दा माथि गरेर के हुन्छ, यो रिपोर्टिङ ट्रिगर हुन्छ। ट्रिगर हुनु भनेको त्यो रिपोर्ट गर्नुपर्ने हुन्छ। त्यस्तै खालको प्रकृतिको तपाईँको व्यवसायमा पनि हुनसक्छ। कुनै व्यक्ति आउँछ, उसले 9 लाखको किन्छ, फेरि अर्को दिन आउँछ 9 लाखको किन्छ, जोडेर कति 18 लाख हो भनेको यसले त्यो 10 लाख रुपियाँको थ्रेसहोल्ड चाहिँ नकटाउन खोजेको हो कि भन्ने शङ्का गर्ने यथेष्ट स्थान हुन्छ। त्यसले गर्दा त्यस्तो खालको चाहिँ गतिविधि पनि के गर्नु पर्यो? GoML भन्ने सफ्टवेयर जुन छ त्यसमा तपाईँले आइडी पासवर्ड लिनुहुन्छ, 1 हप्ताभित्र मैले भनेको छु सबैजनासँग यो उपलब्ध हुन्छ। त्यो मार्फत तपाईँले के गर्नुहुन्छ? अब रिपोर्टिङ गर्नुहुन्छ। त्यसै गरी यदि बहुमूल्य धातु पत्तरहरू कोषको वास्तविक मालिक र भुक्तानीकर्ता बाहेक तेस्रो पक्षलाई हस्तान्तरण गरिएमा, दुईजना व्यक्ति आउँछन्, एउटाले सुन हेर्छ तर अर्का खण्डमा बिल बनाउँछ, पैसा अर्काले तिर्छ भन्नु के हुन्छ? विभिन्न पार्टीहरू त्यहाँ इन्भल्भ भएर ट्रान्जेक्सन गर्न खोज्छ भने पनि त्यो पनि के गर्नुहुन्छ? तपाईँहरूले रिपोर्टिङ गर्नुपर्ने हुन्छ। यो के हो? शङ्कास्पद गतिविधि हो। यो पनि यदि ग्राहकले पहिचान खुल्ने कागजातको सम्पत्ति तथा आयको स्रोत सम्बन्धी जानकारी उपलब्ध गराउन हिचकिचाहट देखाएमा, अब तपाईँले कतिपय केसमा चाहिँ उहाँहरूलाई सम्पत्तिको स्रोत तपाईँ सरकारी जागिर हो कि होइन, तपाईँ राजनीतिमा हुनुहुन्छ कि हुँदैन भनेर सोध्नुपर्छ। सोध्नुपर्ने केसेसहरू पनि अहिले म भन्छु। तपाईँहरूले अब उहाँको आइडेन्टिटी चाहिँ 10 लाख रुपियाँ भन्दा बेसीको यदि कारोबार गर्न चाहन्छ भने तपाईँहरूले उसको KYC, त्यो त्यसको फर्मेटहरू तपाईँको केन्द्रीय सङ्घद्वारा प्रदान गरिन्छ होला, अथवा तपाईँ आफै यहाँ मैले भनेका कुराहरू चाहिँ संलग्न हुने गरी एउटा फर्मेट बनाएर चाहिँ त्यो व्यक्तिको पहिचान गर्नुपर्छ। तपाईँहरूले 10 लाख भन्दा बेसीको सामान बेचेको व्यक्तिहरू को हो भनेर भोलि नियामक निकायले हामीले आएर तपाईँको पत्रमा तपाईँले गत महिना 10 लाख भन्दा बेसीको बिल कसलाई काट्नुभयो बिल देखाउनुहोस्,
र यो बिल कसको नाममा इस्यु भयो उसको नागरिकता देखाउनुहोस् भनेको केसमा देखाउन सक्नुपर्छ। त्यो तपाईँहरूको कर्तव्य रहन्छ र त्यसलाई के गर्नु पर्यो, गोएमएल मार्फत रिपोर्टिङ पनि गर्नु पर्यो है। यदि ग्राहकले अनि त्यसरी चाहिँ कागजात माग्ने क्रममा तपाईँले 20 लाखको किन्न आँट्नुभयो, तपाईँको त डकुमेन्ट चाहिन्छ भन्दाखेरि दिएन, हिचकिचायो, होइन म सुम्किँदिनँ भनौँ होइन, त्यस पछाडि भने त्यस्तो कुरालाई पनि तपाईँले के गर्नुपर्छ, इनिसियल आइडेन्टिफिकेसन भइसकेको हुन्छ, सामान्य गफगाफ भइसकेको हुन्छ, उसको अलिकति परिचय थाहा भइसकेको हुन्छ, त्यो कुरालाई पनि रिपोर्टिङ गर्नुपर्छ। त्यसलाई पनि के गर्न पाइएन, अनदेखा गर्न पाइएन, किनभने त्यसले फेरि कुनै न कुनै ठाउँमा गएर त्यो ट्रान्ज्याक्सन चाहिँ कम्प्लिट गर्न सक्छ भन्ने कुरा हो। र यसरी यदि ग्राहकले सम्पत्ति शुद्धिकरण निवारण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रण सम्बन्धी नीति र रिपोर्टिङ सेवाका बारेमा अस्वाभाविक चासो देखायो, तपाईँको पसलमा आयो किन्नलाई अनि तपाईँले यो गोएमएलमा दर्ता गर्नुभएको छ, तपाईँ रिपोर्टिङ गर्नुहुन्छ भनेर यसरी सोध्यो, अब त्यसमा चासो देखायो, तपाईँले नगर्दिँदा हुन्छ भन्यो भने पनि के भयो, सस्पिसियस भयो। त्यस्ता कुराहरू पनि तपाईँले ख्याल गर्नु पर्यो। मैले बेचेको, मैले कारोबार गरेको कारणले त्यो व्यक्तिको सम्पत्ति त वाइड होला, उसले त सुन किन्ला, र त्यसको कारणले ममा अनुसन्धान हुन सक्छ, म सम्पत्ति शुद्धिकरण तानिन सक्छु, मलाई कर कार्यालय चाहिँ अनुगमन गर्न सक्छ र म चाहिँ ठुलो आर्थिक चाहिँ भारमा पर्न सक्छु भन्ने कुराको ध्यान चाहिँ तपाईँले राख्नु पर्यो है। त्यसै गरी यदि व्यक्ति वा व्यवसायले आफ्नो नियमित व्यावसायिक गतिविधि वा घोषित उद्देश्यको तुलनामा अस्वाभाविक रूपमा ठुलो परिमाणमा खरिद वा बिक्री गरेमा है, अब जस्तो तपाईँको इन्स्टिट्युसनल बायर पनि हुनसक्छ होइन, एउटा चाहिँ छेउमा एनजिओ छ, एनजिओले आएर अब यति धेरै सुन किन्ने भनौँ भने त्यो एनजिओको नेचरसँग नमिल्ला, उसको चाहिँ कारोबारको उसँग नमिल्ला, छेउमा किराना पसल तपाईँले देखिरहनु भएको छ एउटा व्यक्तिको उसको चाहिँ वार्षिक कारोबार यदि छ भने पनि थाहा छ, तपाईँलाई तपाईँसँग आएर 50 लाखको 1 करोडको किन्न खोज्छ भने अथवा उसको हैसियतभन्दा माथि किन्न खोज्छ, तपाईँलाई त्यो लाग्छ भने त्यो पनि के हो, सस्पिसियस एक्टिभिटी भयो। उसले कहाँबाट पैसा ल्याएर त, यो कुराको पनि के गर्नुपर्छ, रिपोर्टिङ गर्नुपर्छ। यदि कारोबार सम्पन्न गर्न ग्राहकले अस्वाभाविक घटाएर देखायो, सुइया आयो, बाइक रोक्यो, छिटो छिटो मलाई यदि चाहियो भन पैसा ल्याएर दियो भने के भयो, त्यो ट्रान्ज्याक्सनमा ऊ एकदमै हतार देखायो, उसले जसरी पनि त्यो किनेर गइहाल्नु पर्नेछ, ऊ त्यहाँ बस्न चाहेन, उसले चाहिँ धेरै कुरा गर्न चाहेन भने पनि त्यो पनि सस्पिसियस हुनसक्छ। यो चाहिँ के भन्दैछु म, आइडेन्टिफाई गर्ने कस्ता व्यक्ति चाहिँ सस्पिसियस हुन सक्छ, कस्तो कारोबारलाई चाहिँ शङ्कास्पद भनिने भन्ने कुरा चाहिँ तपाईँको मनमा हुन्छ, त्यो कुरामा म क्लियर गराउन चाहन्छु। कुनै व्यक्तिले अस्वाभाविक हतार गर्यो, किनभने 10 लाख 20 लाखको अथवा 1 करोड सुन किन्न आउने व्यक्तिले पनि के गर्छ, कति टाइम तपाईँको स्पेन्ड गर्छ भन्नुहोस् त, कति समय लाग्छ होला एउटा ट्रान्ज्याक्सन कम्प्लिट गर्न। एउटा व्यक्ति 2 लाख एउटा गहना किन्न आयो भने कति मिनट लाग्छ, 10 मिनट 20 मिनट, आधी घन्टा लाग्छ नि त। सोध्छ, हेर्छ, भइसक्यो 2 कप चिया पनि खाइदिनु भन्छ होइन, 2 कप चिया पनि खाइदिनु, त्यसो ल्याउनु न भन्छ। व्यक्ति आउँछ शङ्कास्पद तरिकाले अनि अर्काको किबारबाट पैसा हालिदिन्छु भन्छ, अलिकति क्यास छ भन्छ, अलिकति भाडो छ भन्छ, छिटो छिटो दिनु भन्छ, मलाई जानुपर्ने छ भन्छ भने त्यो के भयो, त्यो सस्पिसियस हो। त्यो कुराहरू तपाईँले के गर्नु पर्यो, नोटिस गर्नु पर्यो है। अब अर्को के हुनसक्छ, यदि ग्राहकले कुनै मोलाई बिना तपाईँले के गर्छ, रेगुलर ग्राहकले ज्यालामा यति घटाइदिनुहोस्, जर्तीमा यति % घटाइदिनुहोस् भन्छ कि भन्दैन, म किन्नलाई पनि भन्दिनँ भन्छु नि। तर त्यस्तो व्यक्ति आयो, आज कति छ रेट भनौँ, 3.10, ठिक छ म 3.12 दिन्छु अथवा 3.10 दिन्छु, कति तपाईँ 20% जोड्नु त जोड्नुहोस्, उसलाई म तपाईँ छैन भने के हुनसक्छ त्यहाँ सफिसियन्ट। किनभने उसले दुःख गरेर कमाएको पैसा 1 रुपियाँ पनि एक्स्ट्रा दिन खोज्छ कसैले। तपाईँले 3,10,000 रेट छ भन्नु 3.8 मा गर्नुहोस् न यार भन्छ, भन्दैन। तर उसले अवैध तरिकाले कमाएको छ भने उसलाई 3.20 मा पनि किन्न रेडी हुनसक्छ। भनेपछि मोल बोलाइ बिना हतारमा मैले भने धेरै कुराहरू भनिसकेँ, तपाईँले कसरी चाहिँ शङ्कास्पद एक्टिभिटीलाई, पेसा क्रियाकलापलाई चाहिँ पहिचान गर्न सक्नुहुन्छ भन्ने कुराहरूमा यी कुराहरूलाई यदि ग्राहकले कुनै मोल बनाइ मैले भने, यदि विदेशी मुद्रामा ठुलो पटक कारोबार गरेमा मसँग त नेपाली त छैन, मसँग कोरियाबाट आएको कोरियन युएसडी छ भनेर डलर ल्याएर त्यो पनि के हुनसक्छ, शङ्कास्पद हुनसक्छ। र यसरी तपाईँले शङ्कास्पद क्रियाकलापहरूलाई चाहिँ आइडेन्टिफाई गर्ने र यी क्रियाकलापहरूलाई चाहिँ के गर्नु पर्यो, गोएमएल पोर्टल मार्फत राष्ट्र ब्याङ्कलाई चाहिँ सूचीकृत गराउनुपर्छ। त्यो चाहिँ के हो, सर्वप्रथम हामीले गर्नुपर्ने काम चाहिँ फर्स्ट हाम्रो भूमिका चाहिँ त्यो हो। ल अब यो गोएमएलमा दर्ता कसरी हुने, एकजनाले पनि दर्ता छुइनँ भन्नुभयो, अब यसमा हाम्रो तर्फबाट प्रयास कम्युनिकेसन तपाईँको रेगुलर हुन्छ होला होइन। तपाईँले लग्जरीको केसमा त आन्दोलन गर्नुभयो, के गर्नुभयो, यो चाहिँ अलिकति लग्जरी चाहिँ इफेक्टिभ हुँदैछ, त्यसमा तपाईँलाई पनि धन्यवाद भन्नुपर्छ। हाम्रै कार्यक्षेत्र अन्तर्गत पनि विगत 6 महिनामा उल्लेख्य करोडको आँकडामा पैसा कलेक्सन भएको छ, त्यसको लागि धन्यवाद भन्नुपर्छ। अब तपाईँहरूको रोल भनेको लग्जरी ट्याक्स उठाउने बिल काट्ने भन्दा माथि गयो, त्योभन्दा माथि गएर अब राष्ट्रलाई चाहिँ
यो चाहिँ ब्ल्याक मनीको अकडा हुनबाट, यो अर्थतन्त्रलाई चाहिँ कालो धनको चाहिँ साम्राज्य हुनबाट रोक्नको लागि तपाईँहरूको थ्रुबाट त्यस्ता पैसाहरू चाहिँ च्यानलमा आउनु भएन, त्यो रोल चाहिँ माथि बढेर गएको छ। र ओएमएलमा कसरी दर्ता हुने भन्ने कुरा अब गुगलमा जानु सर्वप्रथम है, तपाईँहरू आफैले गर्न सक्नु भएन भने तपाईँहरू हामीले भनेको इन्फर्मेसन लिएर हाम्रो अफिसमा आउनुहोस्, कार्यालयमा आउनुहोस्, हामी ओएमएलमा दर्ता गराइदिन्छौँ है। त्यो सहजीकरण हामी गराउन तयार छौँ। म एउटा म्यानुअल प्रोसेस भनिदिन्छु। goML.fiu.nrb.org अथवा गुगलमा गएर goML रजिस्ट्रेसन भनेर हाल्नुभयो भने त्यहाँ एउटा वेबसाइट हुन्छ यस्तो खालको है, फाइनेन्सियल इन्फर्मेसन युनिट नेपाल लेखेको यस्तो खालको एउटा पेज खुल्छ। त्यो पेजभित्र तपाईँले रजिस्ट्रेसन भन्ने देख्नुहुन्छ है, रजिस्टरमा गएर क्लिक गर्नुपर्ने हुन्छ र रजिस्टरमा क्लिक गरिसके पछाडि तपाईँ रजिस्ट्रेसन गर्नको लागि तपाईँ के हो आफूलाई आइडेन्टिफाई गर्नु पर्यो। रजिस्टर एजेन्ट अर्गनाइजेसन र युजर भन्ने छ। अर्गनाइजेसन सबैभन्दा पहिला रिपोर्टिङ एन्टिटी छ हेर्नु, सेकेन्डमा भएको सुपरभाइजरी बडी भनेको हाम्रो लागि हो, त्यो चाहिँ नियामक निकायले हामीलाई दर्ता गर्ने हो, हामीले पनि रिपोर्टिङ गर्नुपर्ने हुन्छ। सबैभन्दा सुरुमा देखिएको रिपोर्टिङ एन्टिटी भन्ने प्यानलमा तपाईँहरूले क्लिक गर्नुपर्ने हुन्छ र त्यस पछाडि रिपोर्टिङ एन्टिटीले तपाईँले आफ्नो व्यवसायको प्यान नम्बर, व्यवसायका नाम, एड्रेस, सञ्चालकका नामहरू लगायत बेसिक इन्फर्मेसन चाहिँ यसमा दिनुपर्ने हुन्छ र त्यस पछाडि तपाईँको एडमिनिस्ट्रेटर अथवा कम्प्लायन्स अफिसर भन्छ है। यसले के भनेको छ भने हरेक व्यवसायलाई यदि राष्ट्र ब्याङ्कले, नियामक निकायले सम्पर्क गर्न खोजेमा तपाईँ यसरी सम्झिनुहोस् फोकल पर्सन, एउटा फोकल पर्सन, सिंगल प्रोपाइटर हुनुहुन्छ भने तपाईँ आफै हुन सक्नुभयो, अथवा ठुलो संस्था छ तपाईँले इम्प्लोइ राख्नु भएको छ, अरू पनि काम गर्ने व्यक्ति राख्नु भएको छ भने त्यसमध्ये एकजनालाई कम्प्लायन्स अफिसरको रूपमा तपाईँले नियुक्ति दिनुपर्ने हुन्छ। म तपाईँहरूलाई अहिले यहाँ त्यो नियुक्ति दिँदाखेरि कस्तो खालको फर्म चाहिँ भर्नुपर्छ भन्ने कुरा म प्रोभाइड गर्न चाहन्छु कम्प्लायन्स अफिसर भनेर। उसको सबै डिटेल्सहरू तपाईँले हालिसके पछाडि एउटा फर्म छ, यो हामीले तपाईँहरूको लागि प्रिन्ट गरेर ल्याएको छ। यो फर्ममा उसको नामहरू लेख्नु पर्यो। त्यस पछाडि यस व्यवसायलाई चिन्नको लागि चाहिँ के हुन्छ, ऊ व्यक्ति त्यो कम्प्लायन्स अफिसर जो छ जसलाई जिम्मा दिएको ओएमएल चलाउनको लागि, यो चाहिँ सूचना राष्ट्र ब्याङ्कलाई दिनको लागि जिम्मा दिएको हामीले तोकेको व्यक्ति भन्ने बुझ्नुपर्छ। यो चाहिँ फर्म तपाईँहरूलाई अहिले बाँडिँदैछ। यस्तो खालको एउटा फर्म तपाईँहरूले फिलअप गर्नु पर्यो। होइन म त एक्लै छु, म त काम गर्ने मान्छे राखेको छैन, कसलाई अफिसर तोक्ने भन्ने पर्दैन। त्यसमा चाहिँ तपाईँ आफै सञ्चालक हुनुहुन्छ भने आफ्नै नाम त्यसमा लेखेर भनेको कुनै पनि कुरामा राष्ट्र ब्याङ्क अथवा कर कार्यालयले यो एएमएल-सीएफटी गोएमएल सम्बन्धी तपाईँसँग केही सूचना लिनु पर्यो भने त्यो व्यक्ति हामीले आइडेन्टिफाई गर्नुपर्छ र त्यसको लागि यो फर्मको विकास गरिएको हो। हेर्नुहोस् त्यो राष्ट्र ब्याङ्कमा जान्छ र यो फर्म अपलोड गरिसकेपछि सिम्पल तपाईँले वेबसाइटमा के गर्नुभयो, व्यवसायको आफ्नो डिटेल्स हाल्नुभयो, कम्प्लायन्स अफिसरको डिटेल्स हाल्नुभयो, अनि यो फर्म चाहिँ अपलोड गर्नुभयो। त्यस पछाडि तपाईँले के गर्नुहुन्छ, सबमिट गर्नुहुन्छ र 1 देखि 2 दिनमा तपाईँलाई इमेलमा के आउँछ, आइडी पासवर्ड आउँछ है। यो काम चाहिँ हामीले 1 हप्ताभित्र गर्नुपर्छ। त्यसको लागि तपाईँ तयार हुनुहुन्छ कि हुनुहुन्न? 1 हप्ताभित्र हामीले यो प्रक्रिया सकेर गोएमएल को आइडी पासवर्ड चाहिँ लिनु पर्यो। किनभने अघि भन्नुभयो एकैचोटि त सबै लागू गर्न सकिँदैन, तर लागू गर्ने प्रक्रियामा त हामी जानु पर्यो। भोलि अनुगमन गर्न आउँदाखेरि तपाईँले स्टार्टै के गर्नुभएको छैन भने हामी पनि के हुन्छ, हामीलाई पनि गाह्रो पर्छ नि त्यतिखेर हैन। त्यसले गर्दाखेरि तपाईँहरूले आफ्नो तर्फबाट चाहिँ अब जटिल कुराहरूलाई बिस्तारै सहज गर्दै हामीलाई अब त्यो एक्सक्युज त हुँदैन कानुनमा, त्यो बुझ्ने कुरा हो। तर तपाईँहरू चाहिँ अब स्टार्ट गरिहाल्नु पर्यो। एकजनाले पनि हलमा मेरो एएमएल को आइडी छैन भन्नुभयो, त्यो दुःखद कुरा हो। 1 हप्ताभित्र तपाईँले आफूले सक्नु भएन, मैले जानिन बुझिन भने जतिखेर पनि हाम्रो कार्यालयमा आउनुहोस्। नियामक निकायको ठाउँबाट पोजिसनबाट हामीले गर्ने सहयोग हामी गर्छौँ। तर 1 हप्ताभित्र सबैजनाको के हुनु पर्यो, यो गोएमएल को युजर आइडी पासवर्ड चाहिँ तयार हुनु पर्यो है। यो फेसबुकमा तपाईँले युट्युबमा हेरेर पनि गर्न सक्नुहुन्छ। सक्नु भएन, अप्ठ्यारो भयो भने तपाईँहरूले आफ्नो विवरण लिएर अफिसमा आउनुहोस्, म बसाएर व्यक्तिगत रूपमा हाम्रो अफिसको तर्फबाट हामी यो गराउँछौँ है। ल अब गोएमएल त्यसको लागि तपाईँले एकजना फोकस ल यसको फोकल पर्सन मेरो नाम मनोज छेडा, फोन नम्बर लेख्नुहोस्, मै भयो। यसमा तपाईँले केही बुझ्नु भएन, केही जान्नु भएन, रिपोर्टिङ गर्न अथवा केही चाहिँ बनाउन, आइडी बनाउन जान्नु भएन, अपलोड दिएन, केही टेक्निकल प्रब्लम भयो भने मलाई सिधै सम्पर्क गर्नुहोस्, म नम्बर लेख्नुहोस् है। यसमा अर्को शुक्रबारसम्ममा चाहिँ हामीसँग रेकर्ड हुन्छ हैन। अहिले हामी यहाँ उपस्थितहरूको सङ्कलन गर्छौँ, त्यसमा व्यवसायको नाम लेखिएको हुन्छ। हामी प्रत्येकलाई
है यो तपाईँहरूको अब्लिगेसन हो। किनभने हामी के चाहन्छौँ भने खोलामा गएर अनुगमन गरेर कारबाही गरेर तपाईँहरू हाम्रो बिचको सम्बन्ध बिगारेर त्यो हाम्रो लक्ष्य होइन। तपाईँहरू आफै प्रोएक्टिभली त्यसमा चाहिँ आउनुहोस्, त्यो सोध्नुहोस्, म गर्न चाहन्छु कसरी गर्ने भन्नुहोस्, अनि न त्यो इन्भाइरोमेन्ट बन्छ होइन। त्यसले गर्दाखेरि चाहिँ त्यसमा मैले रिक्वेस्ट गरेँ अब यो गोएमएल मार्फत वित्तीय इकाइमा के रिपोर्टिङ गर्ने कसरी गर्ने भन्ने विषयमा जाउँ। तपाईँले आइडी बनाइसक्नुभयो, मैले एज्युम गरेँ सबैसँग अब कम्प्लायन्स अफिसर छ भनेको कसले रिपोर्टिङ गर्ने भन्ने व्यक्ति तोकिसक्यो। एकल सञ्चालकको हकमा उहाँ नै हुनुभयो, अथवा तपाईँले चाहिँ काम गर्ने व्यक्तिहरूलाई चाहिँ राख्नु भएको छ भने उहाँ मध्ये कसैलाई एउटा जिम्मेवारी तोक्न सक्नुभयो। आइटी फ्रेन्डली पर्सन छ भने झन् सजिलो भयो होइन, ल्यापटप चलाउनु जान्ने, इन्टरनेट सर्फिङ गर्न जान्ने, धेरै ठुलो आइटी स्किल केही पनि चाहिने होइन, कुराहरू अनलाइनमा गएर हाल्न सक्ने मात्रै हो। मोबाइलबाट हुँदैन, मोबाइलबाट पनि हुन्छ, मोबाइलबाट पनि हुन्छ, ल्यापटप पनि सजिलो हुन्छ भनेको मात्रै। त्यसमा एउटा ल्यापटप आजकल घरमा बच्चाबच्चीलाई केही खेल्न पनि किनिदिएको हुन्छ होइन, त्यसलाई प्रयोग गरौँ न। त्यसरी एउटा ल्यापटप भइसकेपछि लग्जरी ट्याक्स सम्बन्धी कुरा पनि तपाईँले आफै गर्न सक्नु भएन। त्यसको त मल्टिपल युज छ, एउटा कार्यको लागि मात्रै होइन। ल अब तपाईँसँग गोएमएलको आइडी पासवर्ड भइसक्यो। अब के गर्नु पर्यो भने सीमा कारोबार विवरण, यो सम्पत्ति शुद्धिकरण निवारण ऐनको दफा 10 क ले भनेको छ कुनै पनि ग्राहकले एकै पटक वा पटक पटक गरी एक दिनमा 10 लाख रुपैयाँ वा सोभन्दा बढी रकमको कारोबार गरेमा है, यसमा ध्यान दिनुपर्ने कुरा एकै पटक वा पटक पटक गरी एक दिनमा बिहान आयो 3 लाखको किनो, बेलुका आयो 3 लाखको किनो, फेरि बेलुका 5 लाखको किनो दिउँसो भने 10 लाख त कट्यो। सिंगल ट्रान्ज्याक्सन होइन, बिल त बेकारीले हो सर। तर यदि त्यो व्यक्ति आफै अथवा बिहान आफू श्रीमानले किनो, बेलुका श्रीमतीको नाममा किनो, बेलुका छोराछोरीको नाममा किनो भनेको परिवार एउटै हुन सक्छ। एकै दिनमा 10 लाख रुपैयाँ टुक्र्याएर बिलमा किनोस्, पटक पटक गरेर किनोस्, र अनि एकै परिवारभित्रका मान्छेले गरेर किनोस्, त्यसरी 10 लाख रुपैयाँ कट्यो भने अब तपाईँले के गर्नुपर्छ, अहिले मैले दिएको आइडी पासवर्ड अघि जुन दियो नेपाल राष्ट्र ब्याङ्कले, त्यहाँ भित्र गएर 3टा त्यहाँ चाहिँ रिपोर्टिङ गर्ने ठाउँ हुन्छ। त्यसमा चाहिँ यो थ्रेसहोल्ड रिपोर्टिङ भन्छ, टिटिआर हो। त्यो टिटिआर रिपोर्टिङ तपाईँले गर्नुपर्छ, को व्यक्तिले के सामान कतिको कहाँबाट कहिले कतिखेर यो ट्रान्जेक्सन कम्प्लिट भयो। अब त्यहाँभित्र के कुरा छ भन्ने कुरा एकचोटि हामी सबैले आइडी पासवर्ड लिइसकौँ, त्यस पछाडि म तपाईँलाई फेरि अर्को क्लास गर्छु है, त्यो रिपोर्टिङ कसरी गर्ने भन्ने चाहिँ। त्यस पछाडि हामी अर्को क्लास राखौँ, यसरी सबैजना आइदिनुहोस्, त्यस पछाडि हामी प्र्याक्टिकल डेमो गरेर हेरौँ होइन, त्यो इफेक्टिभ हुन्छ नि। आइडी पासवर्ड बनाइसक्नु भनेको तपाईँले के गर्नुपर्ने रहेछ, 10 लाख रुपैयाँभन्दा बेसीको कारोबार एकै पटक वा पटक पटक गरी एक दिनमा सम्पन्न हुन्छ, तपाईँसँग 3 बेच हुन्छ भने है, किन्ने बेच्ने दुवै कुरा छ है, 3 बेच हुन्छ भने तपाईँले यो के गर्नु पर्यो, टिटिआर चाहिँ यो ट्रिगरको तपाईँले गोएमएलमा गएर 15 दिनभित्र है, त्यो कारोबार सम्पन्न भएको 15 दिनभित्र अब त्यो जानकारी पठाउनु पर्यो। बुझ्नुभयो, इन्ट्री गरिदिनु पर्यो सिस्टममा, त्यति कुरा है, इन्ट्री गरिदिनु पर्यो। र अर्को र शङ्कास्पद कारोबारको प्रतिवेदन दिनुपर्ने, सीमाको भयो। सीमा कारोबारमा के भयो, ठिक छ ऊ राम्रो मान्छे हो, चिनेकै हो, मैले चिनेको सर हो, मलाई पठाउनु भएको सर हो, 8-12 लाखको किन्नुभयो, अब मैले नगर्ने त शङ्का लागेन, होइन गर्ने। त्यहाँ किन, त्यहाँ शङ्काको कुरा छैन, त्यहाँ के को छ, ट्रान्ज्याक्सन थ्रेसहोल्डको कुरा छ। 10 लाखको तपाईँले जोसुकैले आएर किने पनि शङ्का लागे पनि नलागे पनि मेरै साथी हो भने पनि त्यो चाहिँ के गर्नु पर्यो, तपाईँले रिपोर्टिङ गर्नु पर्यो। त्यही भएर यसलाई क्याटेगोराइज गरेको छ, 3वटा क्याटेगोरीमा हेर्नुहोस्। यसलाई चाहिँ ट्रान्ज्याक्सन थ्रेसहोल्डै भनेको छ, 10 लाख रुपैयाँ कटेपछि जोसुकैले किने पनि शङ्का गर्ने आधारै छैन, ऊ चाहिँ उसको एकदमै इन्कम फेयर हो भने पनि यसलाई गर्नु पर्यो। अब अर्को शङ्कास्पद कारोबारको प्रतिवेदन, मैले अघि भने शङ्कास्पद कारोबार कसरी आइडेन्टिफाई गर्ने भने त्यो शङ्कास्पद एक्टिभिटिजहरू आइडेन्टिफाई गर्ने क्रममा कुनै कुनै ट्रान्ज्याक्सन कम्प्लिट पनि हुन्छ, कुनै ट्रान्ज्याक्सन उसले छोडेर जान पनि सक्छ, नगर्न सक्छ। कारोबार गरेन तर कारोबार गर्ने मनसायले आएको थियो, पैसा बोकेर आएको थियो, अथवा उसलाई शङ्का लाग्यो भने त्यस्ता खालको एक्टिभिटिज पनि तपाईँले रिपोर्टिङ गर्नुपर्ने हुन्छ। अब हेरौँ, त्यो दुईटा मध्ये एउटा कारोबार भयो, कुनै अवस्था विद्यमान भएन, सूचक संस्थाले वित्तीय जानकारी इकाइमा भनेको छ, भनेको शङ्कास्पद कारोबार 5 लाखकै मात्रै किनो अथवा 1 लाखको मात्रै किनो, तर 1 लाखको किन्दा पनि तपाईँलाई डाउट लाग्यो, अहिलेका एक्टिभिटिजहरू दोहोरिए, अथवा तपाईँसँग यथेष्ट चाहिँ यो क्लिन मनी हो, अथवा यसको इन्टेन्सन चाहिँ गलत होइन, यसमा चाहिँ पहिल्यै पैसा युज भएको छ भन्ने तपाईँलाई लागेन, शङ्का गर्ने ठाउँ छ भने उसले 10 लाखको नकिने पनि, 10 लाखको नबेचे पनि है, उसले विवरण दिन आनाकानी गरो, ऊ चाहिँ बोल्न मानेन, छिटो छिटो गयो होइन, त्यसको लाग्यो भने त्यसलाई पनि के गर्नुपर्छ, सस्पिसियस ट्रान्ज्याक्सन रिपोर्टिङ अन्तर्गत गएर STR भन्छ, तपाईँले रिपोर्टिङ गर्नु पर्यो।
है। यसमा चाहिँ होइन 10 लाख त कटेन, किन रिपोर्टिङ गर्ने, 5 लाखकै किनेको सङ्ख्या त लागेको थियो भन्न पाइएन है, त्यो चाहिँ पाइएन। अब अर्को ल, अब अर्को भनेको शङ्कास्पद कारोबारको हकमा कुनै रकमको सीमा रहँदैन। मैले भने शङ्कास्पद कारोबारमा 10 लाख रुपियाँको सीमा आउँदैन, जतिको किने पनि वा कारोबारको प्रयास मात्रै भए पनि त्यो शङ्कास्पद कारोबारको दायरामा आउँछ। कारोबार भएन तर कारोबार हुने कोसिस भएको थियो, शङ्का गर्ने त्यो व्यक्ति चाहिँ शङ्कास्पद थियो भने उसले तपाईँसँग आएर इन्टरेक्सन गरेकै आधारमा के गर्नु पर्यो, तपाईँले रिपोर्टिङ गर्नु पर्यो हुन्छ है। 3वटा कुरा चाहिँ तपाईँले के गर्नु पर्यो, रिपोर्टिङ गर्नु पर्यो। शङ्कास्पद कारोबारको प्रयास तथा शङ्कास्पद गतिविधिको सूचना एवं जानकारी वित्तीय जानकारी इकाइको OML प्रणाली मार्फत वा इकाइले तोके बमोजिम भनेको छ। अनुसन्धान गर्ने निकायले अनुसन्धानको सिलसिलामा कुनै व्यक्तिमा सत्ताको विवरण वा सूचना माग गरेको अवस्थामा शङ्कास्पद देखिने नयाँ तथ्य वा विषय जानकारी प्राप्त गरेर सो समेत वित्तीय जानकारी इकाइलाई अतिरिक्त सूचनाको रूपमा जानकारी दिन सकिनेछ। त्यहाँ मागेको मेन्डेटरी सूचना भन्दा एडिसनल इन्फर्मेसन पनि उसको बारेमा तपाईसँग केही छ भने त्यो पनि दिनुपर्ने तपाईँको जिम्मेवारी रहन्छ। ल, अब यो गर्नको लागि, यो चाहिँ रिपोर्टिङ गर्नको लागि अब तपाईँले आफ्नो कारोबारी स्थलमा, आफ्नो व्यवसायमा कस्ता कस्ता किसिमका कार्यगत व्यवस्था र संरचनागत व्यवस्था भनेर निर्देशनले छुट्याएको छ। एउटा स्ट्रक्चरल छ, एउटा अपरेसनल, दुईवटा कुराहरू तपाईँले व्यवस्था गर्नुभयो भने त्यसबाट चाहिँ के गर्न सकिन्छ, रिपोर्टिङ गर्न सकिन्छ। अब हामी हेरौँ, अब ग्राहकको पहिचान गर्नुपर्ने भनेको छ। सर्वप्रथम यो चाहिँ आन्तरिक राजस्व विभागले सुनचाँदी व्यवसाय गर्ने अथवा बहुमूल्य धातुमा कारोबार गर्ने व्यवसायीहरूको लागि जारी गरेको निर्देशन 2082 को यो नियम 8 मा रहेको छ। ग्राहकको पहिचान गर्नुपर्ने सूचक संस्थाले यो चाहिँ एन हो, मूल एन हो है। एन को तथा 7 को अन्तर्गत रहेर ग्राहकको पहिचान तथा सोको सम्पुष्टि गर्दा नियमावलीको नियम 3 बमोजिम नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचय पत्रको विरुद्ध अभिलेख वा उक्त अभिलेखमा नागरिक एप मार्फत पहुँच प्राप्त गरी गर्न सक्नेछ भनेको छ। यसमा मान्छेले फिजिकलले नागरिकता म बोकेर आइन, म त सुनकिन आएको मान्छे म नागरिकता बोकेर आउँछु र भन्छ नि तपाईँलाई। हो, त्यो भन्नु भने तपाईँसँग नागरिक एप त हुन्छ, हो त्यो नागरिक एपमा देखाउनुहोस् न त नागरिकता भनेर सोध्नु पर्ने भयो। अब त्यो के हुन्छ, नागरिक एपबाट पनि के गर्ने, भेरिफाई गर्ने, त्यसको कपी राख्ने। अब यसमा चाहिँ होइन कति कारोबार गर्नेको राख्ने, कसको राख्ने भन्ने कुरा आउन सक्छ। मैले भने शङ्कास्पद गतिविधि गर्ने सबैको तपाईँले के गर्नु पर्यो, केवाइसी गर्नु पर्यो। केवाइसी गरेपछि उसको पहिचान खुल्ने एउटा आइडेन्टिफिकेसन राख्नु पर्यो। र 10 लाख भन्दा माथि कारोबार गर्नेको सबैको के गर्नु पर्यो, कम्पल्सरी तपाईँले के राख्नु पर्यो, अहिले म भन्छु के कुराहरू त्यसमा संलग्न हुनुपर्छ, उसको एउटा आइडेन्टिटी चाहिँ तपाईँले के गर्नु पर्यो। यही व्यक्ति हो है, सुन किन आउने व्यक्ति यही हो, यसले अर्कोको लागि बोक्नलाई, किन्दिनलाई आएको होइन, यो पैसा यसकै हो भन्ने चाहिँ तपाईँले चाहिँ त्यो प्रमाणित हुने किसिमले चाहिँ उसको डिटेल्स कलेक्ट गर्नु पर्यो। त्यसको लागि चाहिँ त्यो पैसा त्यसको थियो कि थिएन भनेर भोलि राष्ट्रले छानबिन गर्नु पर्यो भने सुन चाहिँ कसले किनेको हो त भन्दाखेरि किन्न आउने व्यक्तिको चाहिँ के हुनु पर्यो, आइडेन्टिटी। के आइडेन्टिटी हुन्छ म अहिले भन्छु यसमा। र के गर्नु पर्यो, तपाईँले होइन मसँग त छैन, अब किन्न आएको ग्राहक हो, बिहानै बनी भएको छैन, अब उसलाई फर्काउनु पनि भएन भन्ने लाग्ला। र त्यस्तो बेलामा के गर्नु पर्यो, ठिक छ तपाईँसँग नेपाल सरकारले त दिएको छ नागरिक एप, त्यहाँबाट तपाईँको आइडी दिनुहोस् न त भनेर तपाईँले माग्नु पर्यो है। त्यसमा चाहिँ अलिकति सरलीकृत गरेको छ। यसलाई चाहिँ फिजिकल डकुमेन्ट एभिडेन्स प्रेजेन्ट गर्न नसकेको खण्डमा उसले चाहिँ हाम्रो सिस्टमबाट नेपाल सरकारको देखाउन पनि सक्ने गर्यो है। र ग्राहक पहिचानको सम्पुष्टि गर्दा मैले भने नियमावली 3 को नियम 3 बमोजिम राष्ट्रिय परिचय पत्रमा उल्लेखित मोबाइल नम्बर र विद्युतीय ल्यापटप हस्ताक्षर भनेको छ। यो चाहिँ एकदमै अनलाइन सिस्टमहरू ठुल्ठुलो खानु भएकोहरूलाई चाहिँ इन्टिग्रेट गरेर नम्बर हालेपछि तान्ने व्यवस्था मिलाएको हुनसक्छ सफ्टवेयर डेभलप गरेर। तपाईँले एटलिस्ट उसको फोन नम्बर राख्दाखेरि राष्ट्रिय परिचय पत्र मार्फत अथवा तपाईँलाई चाहिँ नागरिक एप मार्फत देखाउँछ भने त्यो फोन नम्बर चाहिँ नागरिक एपमा रजिस्टर भएको, त्यो राष्ट्रिय परिचय पत्रमा रजिस्टर भएको फोन नम्बर राख्नु पर्यो। नम्बर अर्कै नागरिकता अर्कैको देखाएर तपाईँले चाहिँ त्यसरी कारोबारले गर्न पाउनु भएन भन्ने कुरा हो है। तर अब यसरी चाहिँ अनलाइनबाट भएन भने फिजिकल राख्दाखेरि के डकुमेन्ट तपाईँले माग्नु पर्यो भन्दाखेरि ग्राहकको पहिचान गर्दा तपाईँले के गर्नु पर्यो, प्राकृतिक व्यक्तिको हकमा उसको पुरा नाम, उसको थर र लिङ्ग, जन्म मिति, तपाईँले यो दुईटा कुरा, उसको जन्म मिति, उसको नाम, थर, उसको ठेगाना है, यो कुरा राख्नु पर्यो। र नागरिकता वा राष्ट्रिय परिचय पत्रमा उल्लेखित स्थायी ठेगाना वा हाल बसोबास रहेको स्थान वा कार्यरत रहेको निकायको पुरा ठेगाना वा गरिरहेको व्यवसायको ठेगाना सहितको पुरा विवरण चाहिँ तपाईँले अब के गर्नु पर्यो, राख्नु पर्यो है। उसले चाहिँ आफ्नो के गर्नु पर्यो, नागरिकता वा राष्ट्रिय परिचय पत्रको ठेगाना चाहिँ तपाईँलाई केवाइसी फर्म तपाईँले जुन डेभलप गर्नुहुन्छ त्यसमा चाहिँ त्यो व्यक्तिको पहिचान, नो योर कस्टमर
मेरो कस्टमर को हो त, मैले कोसँग कारोबार गरेँ त, मैले कसलाई बेचेँ त भन्ने कुरा चाहिँ अब तपाईँलाई पनि थाहा हुनु पऱ्यो र तपाईँले बेचेको कुरा चाहिँ राष्ट्र ब्याङ्कले चाहेको बखतमा उसलाई पनि थाहा हुनु पऱ्यो, नेपाल सरकारलाई पनि थाहा हुनु पऱ्यो भन्ने विषय है। यसमा तपाईँले राख्नुपर्ने कुरा भयो। अब तत्काल सम्पर्क गर्न सकिने नम्बर र माध्यम सम्बन्धी विवरण, कसैलाई इमेलबाट सम्पर्क गर्न सकिएला, एडिसनल इन्फर्मेसन छ भने त्यो पनि लिने, तर फोन नम्बर एउटा राख्नु पर्यो तपाईँले। त्यस पछाडि आमा बुवा वा आमा वा बुवा मध्ये कुनै एकको कुरा नाम छ, किन्न आउने व्यक्तिको आमा बुवा भनेको छ, 3 पुस्ते भनेको छैन, एक पुस्ताको चाहिँ बुवा या आमाको नाम पनि तपाईँहरूले राख्नुपर्ने भयो है। उसको राष्ट्रियता नेपाली हो कि इन्डियन हो कि हैन, इन्डियनको हकमा पनि डिफ्रेन्ट डकुमेन्टहरू लाग्छ र ग्राहक प्रकार बमोजिम देखाएको मध्ये कुनै एक विवरण भनेको छ, उसले नेपाली नागरिकता ल्याएन भने राष्ट्रिय परिचय पत्र पनि छैन भने भोटर आइडी हैन, भोटर आइडी पनि छैन भने लाइसेन्स, सवारी चालक अनुमति पत्र वा राजधानीको नम्बर, जारी मिति, जारी भएको स्थान र त्यस्तो परिचय पत्र वा कागजातको पालन गर्ने अवधि निर्धारण गरिएको भएमा सोको अवधि भनेको छ। अब डकुमेन्ट चाहिँ के आइडेन्टिफाई गर्ने भन्दाखेरि नागरिकता नम्बरको केसमा लाइसेन्स भए पनि राख्नु पर्यो, भोटर आइडी भए पनि राख्नु पर्यो, पासपोर्ट छ भने पासपोर्ट भए पनि राख्नु पर्यो भनेपछि एउटा न एउटा चाहिँ नेपाल सरकारले दिएको डकुमेन्ट चाहिँ अब तपाईँसँग के हुनु पर्यो, तपाईँको कस्टमरको डकुमेन्ट हुनु पर्यो र उसले मैले भनेका विवरण चाहिँ तपाईँहरूले राख्नुपर्ने भयो है। यो चाहिँ 5 वर्षसम्म भनेको छ। 5 वर्षसम्म, 5 वर्ष अगाडि 2077 साल मङ्सिर 5 गते मैले 10 लाखको सुरुवातलाई बेचेको थिएँ भनेर तपाईँले आफूलाई प्रश्न गर्दा, नेपाल सरकारले तपाईँलाई प्रश्न गर्दा तपाईँले यो व्यक्तिलाई यो बिल काटेर यो डिटेल्स राखेर बेचेको थिएँ भन्न सक्नुहुन्छ। बुझ्नुभयो नि? भनेको आज म त भन्न खोजेको उदाहरण, आजदेखि सुरु गरेपछि अबको 5 वर्षपछि मैले आज तपाईँलाई भोलिको डेटमा कसलाई बेच्नु भएको थियो भन्दा त तपाईँसँग विवरण हुन्छ नि त। तपाईँले मागिसकेको पछाडि त भयो नि त। भन्न खोजेको सुरक्षित राख्नु पर्यो भनेको सतर्क त मागिँदैन, कानुनले अहिले आउँदैछ भन्न खोजेको 5 वर्षको विवरण तपाईँसँग हुनु पर्यो। त्यो त अब नेपाल सरकारको विषय हो होइन, हामीले त इम्प्लिमेन्ट गर्ने हो तपाईँलाई। ल है, अब के भनेको छ भने माथिको ऐनमा मैले भनेको कुरामा जेसुकै लेखिएको भए तापनि एक दिनमा 10 लाख रुपैयाँ वा त्योभन्दा कम रकमको कारोबार गर्ने ग्राहकको विवरण लिने नलिने सम्बन्धमा सूचक संस्थाले आवश्यक व्यवस्था गर्ने छ भनेको छ भने तपाईँले एउटा चाहिँ के चाहिँ सरकारले एउटा लिबर्टी दियो, के चाहिँ विश्वास गर्यो भने 10 लाख भन्दा कमको चाहिँ कारोबार गर्नेको चाहिँ तपाईँहरूले आफ्नो स्वविवेकले त्यसलाई नराखे पनि हुने भन्ने त्यो चाहिँ तपाईँको आफ्नो नीतिमा तपाईँले एउटा कार्यविधि कसरी बनाउनु पर्छ म भन्छु। तपाईँले आफ्नो चाहिँ यो कसरी राख्नुहुन्छ भन्ने एउटा फोटो प्रतिवेदन, एउटा कार्यविधि लगाएर चाहिँ कार्यान्वयन गर्नुपर्छ। त्यो चाहिँ तपाईँहरूको उसमा डिपेन्ड हुने भयो है। त्यसो 10 लाख भन्दा माथिको कारोबार गर्दैन भने उसको चाहिँ के भयो, ग्राहकको विवरण लिने नलिने सम्बन्धमा सूचक संस्थाले आवश्यक व्यवस्था गर्ने छ भनेको छ। यसमा कम्पल्सरी देखिएन, तर नियमावलीको नियम 9 बमोजिम सरलीकृत ग्राहक पहिचान हुन नसक्ने अवस्थामा अनिवार्य रूपमा ग्राहकको पहिचान तथा सम्पुष्टि गर्नुपर्ने छ भनेको छ। सरलीकृत भनेको तपाईँकोमा किन्न आउने व्यक्तिले 10 लाखको नगरे पनि थोरैको गरे पनि सस्पिसन हो कि होइन भनेर एउटा चाहिँ चिन्जान गर्ने, एउटा इन्फर्मेसन दिने चाहिँ गर्नै पर्यो। तर अहिले मैले भने जस्तो फर्म बनाएर सबै विवरण मागेर राख्ने काम चाहिँ तपाईँलाई 10 लाख भन्दा माथि कम्पल्सरी पर्यो, रिपोर्टिङ पनि गर्नु पर्यो, डकुमेन्ट पनि राख्नु पर्यो। अब सरलीकृत ग्राहक पहिचान हुन नसकेको भनेको केही कुराहरू छन्, जस्तो शङ्कास्पद गतिविधि लागेको, किन्ने मान्छे विदेशमा छ, उसको तर्फबाट कोही व्यक्ति किन्न आयो, यसमा धेरैवटा कुराहरू छ। त्यस्तो खालको गतिविधि भयो भने चाहिँ उसको चाहिँ कम्पल्सरी के गर्नुपर्छ, डकुमेन्ट राख्नुपर्छ। 5 लाखको किने पनि 3 लाखको किने पनि शङ्कास्पद चाहिँ क्रियाकलाप अन्तर्गत पर्छ भने उसको विवरण चाहिँ तपाईँहरूले राख्नुपर्छ है। राखेर के गर्नुपर्छ, रिपोर्टिङ गर्नुपर्छ। तर 6 लाखको किन, 8 लाखको सामान किन, 10 लाख चाहिँ कटेन, तर उसलाई शङ्का गर्ने आधार छैन, अब चाहिँ चिनेकै मान्छेमा त फेयर ट्रान्जेक्सन हो भने त्यसलाई कम्पल्सरी गरेन। तर सरलीकृत पहिचान गर्न नसकेको खण्डमा त्यसले कुन कुराहरूमा चाहिँ कम्पल्सरी गर्नुपर्छ भनेको छ, त्यो विषयमा चाहिँ उसको विवरण कलेक्ट गर्नुपर्छ। र मैले भने सूचक संस्थाले देखाएका ग्राहक तथा कारोबारका सम्बन्धमा वास्तविक धनीको पहिचान र सन्तुष्टि गर्नुपर्ने छ। अब ट्रान्जेक्सन गर्न आउने, कारोबार गर्न आउने व्यक्ति वास्तविक हो कि होइन, त्यो अर्कैको एजेन्ट हो, मध्यस्थी हो कि होइन भन्ने कुरा पनि तपाईँहरूले आइडेन्टिफाई गर्नुपर्ने हुन्छ है। कस्तो कस्तो केसमा भन्दा ग्राहक जोखिमयुक्त वा उच्च पदस्थ व्यक्ति वा त्यस्तो व्यक्तिको परिवारको सदस्य तथा सम्बद्ध व्यक्ति भएको देखिएमा
है। ग्राहक चाहिँ जोखिमयुक्त छ, उच्च पदस्थ छ, राजनीतिमा छ, ऊ चाहिँ ठुलो व्यवसायमा छ, अथवा चाहिँ ठुलो नेपाल सरकारको कुनै सार्वजनिक पदमा धारण गरेको व्यक्ति हो भने उसको केसमा तपाईँले के गर्नुपर्छ, त्यो डकुमेन्ट राख्नुपर्छ है। ग्राहकको काम कारबाही शङ्कास्पद देखिएमा वा सूचीकृत व्यक्ति समूह संगठन वा सोमा सम्बद्ध भएन। सूचीकृत व्यक्ति भनेको मैले भने नेपाल सरकार गृह मन्त्रालयले आफ्नो वेबसाइटमा त्यो विवरण राखेका छन्। जो जो व्यक्तिमा मुद्दा चलिरहेका छन्, जुन व्यक्ति अलरेडी शङ्कास्पद चाहिँ अनुसन्धानमा छन्, ती व्यक्तिहरूसँग कारोबार गर्नुपर्ने भएमा तपाईँले त्यो पनि विवरण राख्नुपर्ने हुन्छ। र सूचक संस्थाले देय बमोजिमको कार्य गर्दा ग्राहकको सही रूपमा पहिचान तथा सोको सम्पत्ति भरपर्दो स्रोतबाट प्राप्त कागजात, तथ्याङ्क वा जानकारीका आधारमा गर्नुपर्नेछ। ग्राहकको पहिचान के गर्दा भनेको छ, व्यावसायिक सम्बन्ध स्थापना गर्दा भनेको ट्रान्ज्याक्सन गर्दा, किन्दा बेच्दा, बहुमूल्य धातु तथा वस्तुको कारोबार गर्ने व्यवसायले एक दिनमा 10 लाख रुपैयाँ भन्दा बढी रकमको कारोबार गर्दा, ग्राहकको पहिचानका लागि पहिले लिएको जानकारीको सत्यता वा पर्याप्ततामा शङ्का लागि थप सन्तुष्टि गर्दा, एउटा व्यक्तिको तपाईँले राख्नुभएको त्यो 12 लाखको सुन किनेर गयो, फेरि 15 दिन पछाडि 20 लाखको किन्न आयो गहना भने त्यतिखेर केही डकुमेन्ट छुटेको थियो अथवा तपाईँलाई केही डकुमेन्टमा डाउट लाग्यो भने एडिसनल डकुमेन्ट त्यतिखेर तपाईँले मलाई अस्ति तपाईँले दिएको लाइसेन्स त स्पष्ट थिएन, मलाई नागरिकताको कपी दिन्न भनेर तपाईँले के गर्नु पर्यो, माग्नु पर्यो, उसको प्रोफाइललाई अपडेट गर्नु पर्यो है। त्यो कुरा भन्यो। सम्पत्ति शुद्धिकरण वा आतङ्ककारी कार्यमा वित्तीय लगानी भएको शङ्काका लागि थप सन्तुष्टि गर्नुपर्दा त्यो शङ्का चाहिँ तपाईँले भन्दा पनि नियामक निकायले चाहिँ यो व्यक्तिको अझै विगत माग्नु भन्न सक्छ। उच्च जोखिमयुक्त ग्राहक वा उच्च पदस्थ व्यक्ति वा त्यस्तो व्यक्तिको परिवारको सदस्य र सम्बद्ध व्यक्ति भएको देखिएमा प्रत्येक कारोबार गर्दा है यस्ता खालका उच्च पदस्थ व्यक्ति जसलाई भनिएको छ त्यो राजनीतिमा मैले भने जो चाहिँ सरकारी सार्वजनिक पद धारण गरेको व्यक्ति छ, उसले हरेकचोटि तपाईँसँग कारोबार गर्दाखेरि 1 तोला सुन किने पनि 1 लाखको ट्रान्जेक्सन गरे पनि त्यसको रेकर्ड तपाईँसँग हुनु पर्यो। मसँग मेरो क्षेत्रको सांसद अथवा पहिला मन्त्री भइसकेको व्यक्ति उहाँ त म चिन्छु हैन, उहाँले चाहिँ मसँग कारोबार गर्नु पर्यो भने कहिले कहिले कतिको सामान मसँग खरिद बिक्री गर्नु त्यो रेकर्ड तपाईँसँग हुनु पर्यो। अर्डिनरी पर्सनमा यो व्यक्ति केवल भएन हैन, तर उच्च पदस्थ किनभने उहाँहरूलाई कानुनले नै हाई रिस्क व्यक्ति भनेर भनिसकेको छ। उहाँहरू चाहिँ ट्रान्जेक्सन गर्नलाई चाहिँ रिस्क चाहिँ उहाँहरूको हाई छ भनेर उहाँलाई ब्याङ्कमा जानुभयो भने इन्हान्स ड्यु डिलिजेन्स भन्छ। त्यस्तो व्यक्तिहरूलाई तपाईँ उच्च पदस्थ व्यक्ति हो भन्छ खाता खोल्दा, हो भन्नुभयो भने थप विवरण माग्छ नि, हो त्यसरी नै तपाईँले पनि के गर्नु पर्यो, प्रत्येकचोटिको ट्रान्जेक्सनमा उहाँहरूको विवरण राख्नु पर्यो है। अब अरू के गर्नु भएन, तपाईँहरूले विभागले अरू कुरा तपाईँले एउटा ध्यान दिनुपर्ने कुरा चाहिँ तपाईँले सूचक संस्था हो, तपाईँले कुनै पनि बेनामी वा काल्पनिक नाममा कुनै पनि प्रकारको बिल काट्ने कारोबार गर्ने गर्नु भएन। स्ट्रिक्टली यो कुरामा चाहिँ एकदमै सजग हुनुपर्छ, सेन्सिटिभ हुनुपर्छ। जो व्यक्ति हो बिल काट आएको छ, बिल काट्ने बेलामा चाहिँ होइन म चाहिँ एडिसनल पैसा दिन्छु अथवा म 12 लाखको किन्छु तर यो बिल चाहिँ अर्को नाममा बनाइदिनु भन्छ भने भन्न सक्छ नि त ग्राहकले चाहिँ पनि। त्यतिखेर तपाईँले कुनै पनि हालतमा त्यो गर्नु भएन। तपाईँलाई छेडिक लाभले गर्दाखेरि त्यो भोलि अनुसन्धानको दायरामा आयो, त्यसको मुद्दा कहाँ पर्छ सबै वाच रगरले हेरिरहेको छ। त्यसले गर्दाखेरि त्यो सुन चाहिँ उसले अर्कैबाट आइकिनेको अथवा चाहिँ ऊ चाहिँ जो बेनिफिसियरी ऊ होइन भन्ने भयो भने तपाईँलाई त्यो गाह्रो पर्छ। त्यसले गर्दाखेरि तपाईँहरूले त्यसमा सहजीकरण गर्ने अथवा त्यसरी चाहिँ बेनामी अरू काल्पनिक व्यक्तिका नाममा बिल काटेर चाहिँ लगरी ट्याक्स हाल्ने अथवा त्यस्ता कार्यहरूमा तपाईँ लाग्नु भएन। जो व्यक्ति हो, जसले किन्न आएको हो, जसको खाताबाट पैसा तपाईँलाई ट्रान्सफर भएको छ, त्यो व्यक्तिको नाममा मात्रै बिल काट्नु पर्यो। बुझ्नुभयो यो कुरा स्पष्ट है? किनभने भोलि पैसा चाहिँ थर्ड पार्टीको खाताबाट आउने अनि बिल अर्को नाममा काट्ने भयो भने त्यो पनि के हो, त्यो शङ्कास्पद भयो। त्यसरी पनि गर्नु भएन, तपाईँले काल्पनिक कारोबार गर्नु भएन है। अब विद्यमान ग्राहकको पहिचान गर्ने कुरामा के भनेको छ भने कहिले कहिले गर्ने त भन्दाखेरि उच्च जोखिम देखिएका ग्राहकको कम्तीमा 6 महिनामा एकपटक चाहिँ तपाईँले के गर्नु पर्यो, अध्यावधिक गर्नु पर्यो, विवरण केही चेन्ज भएको छ भने। यो चाहिँ अब त्यति सम्भव नहोला, तर तपाईँसँग पर्याप्त इन्फर्मेसन आएको खण्डमा चाहिँ उसँग चाहिँ पुरानो एड्रेस चेन्ज भयो। जस्तो तपाईँको ग्राहक छ, उच्च पदस्थ व्यक्ति हो, उसको एड्रेस चेन्जको फोन नम्बर चेन्ज हो भने हरेक 6 महिनामा चाहिँ उसको के गर्नु पर्यो, अपडेट गर्नु पर्यो। अब यो चाहिँ बिमा ब्याङ्कहरूलाई सजिलो हुन्छ फोन गरेर सोधेर। तपाईँहरूको त सधैँ त्यही ग्राहक हुन्छ भन्ने त हुँदैन, तर त्यसमा उपलब्ध भएसम्म त्यो 6 महिनामा तपाईँले गर्नुपर्छ। ग्राहकको पहिचान विवरणहरू कारोबार मेल नखाएको अवस्थामा तत्काल गर्नुपर्छ है। जस्तो डिटेल्स एउटा दियो तर मेल खाएन अथवा फोन नम्बर उसले दियो, फोन गर्दा उसको त्यहाँ फोन लागेन हैन, फोन त अर्कैको नम्बरले त मलाई फोन नम्बर माग्दा तपाईँले जसको पनि एउटा 10 वटा नम्बर बनाएर भनिदिन सक्छु हैन। तपाईँले फोन गर्दाखेरि फोन लागेन भने के हुन्छ, तत्काल शङ्कास्पदको अवस्थामा चाहिँ उसको विवरण अध्यावधिक गर्नु पर्यो। ग्राहकको पहिचान विवरण उल्लेखित सूचना जानकारी तपाईँको त्यो शङ्का लागेमा जोखिम भएको अवस्थामा जोखिम सापेक्ष हुने गरी सूचक संस्थाले निर्धारण गरे बमोजिम भनेको छ।
यो विवरणमा गएर गर्ने विषय भयो। र अब तपाईँले ग्राहकको पहिचान र सन्तुष्टि कसरी गर्ने त, त्यो व्यक्ति चाहिँ हो कि होइन, असली कारोबार गर्ने, उसले आफ्नैलाई किनेको हो कि होइन भनेर कसरी चाहिँ हामीले गर्ने त भन्ने कुरामा चाहिँ प्रत्यक्ष, अप्रत्यक्ष र अनौपचारिक सूचनाको विश्लेषण गर्ने। प्रत्यक्ष भनेको जो किन्न आउँछ उहाँसँग गफ गरेरै हो, उहाँलाई सोधेरै हो है, उहाँसँग आइडी मागेरै हो एउटा। अप्रत्यक्ष रूपमा पनि उसले त होइन मेरो साथीको एउटा पनि कारोबार गरेको रहेछ पहिला पनि शङ्कास्पद भन्ने यस्ता इन्फर्मेसन आउन सक्छ, अथवा तपाईँलाई अनौपचारिक रूपमा सूचना आउन सक्छ, सोसियल मिडियाबाट तपाईँलाई इन्फर्मेसन आउन सक्छ है। वित्तीय जानकारी केमा प्रमुख पर्ने न्यूनतम सूचना जानकारीको सङ्कलन गर्ने र अभिलेख अध्यावधि हुन नसकेका ग्राहकको अलग्गै विवरण तयार गर्ने भनेर अहिले एकछिनमा म तपाईँलाई हरेक 6 महिना र हरेक 1 वर्षमा तपाईँले वर्षभरि गरेको ट्रान्ज्याक्सनको यस्ता खालका विवरण बनाएर एउटा प्रतिवेदन 1 पेजको छ, अहिले म उपलब्ध गराउँछु। त्यो 1 पेजको चाहिँ हरेक 6 महिनामा र हरेक 1 वर्षमा चाहिँ तपाईँको सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा गएर तपाईँले बुझाउनुपर्छ है। त्यसको नमुना म अहिले दिन्छु। हो त्यो बुझाउँदाखेरि तपाईँले खुलाउनुपर्छ, तपाईँले यो 1 वर्षमा 6 महिनामा कारोबार गर्दा कतिजनाको विवरण राख्नुभयो, कतिजनाले 10 लाख भन्दा बेसी कारोबार गरे, कतिजनाको चाहिँ तपाईँले फोन नम्बर अथवा ऊ राख्न सक्नु भएन भनेर तपाईँले के गर्नुपर्ने छ, एउटा 1500 वटा पोइन्ट छ त्यसको चाहिँ टिक लगाएर अनि त्यस पछाडि नम्बर उल्लेख, सङ्ख्या उल्लेख गरेर चाहिँ आन्तरिक राजस्व कार्यालयमा 6 महिना र 1 वर्षमा बुझाउनु पर्ने हुन्छ। त्यसको पनि म स्याम्पल अहिले प्रतिवेदन खण्डमा गएपछि प्रोभाइड गर्छु है। र अब जोखिममा आधारित उच्च पदस्थ व्यक्तिको पहिचान भएको छ। अब त्यसरी उच्च पदस्थ व्यक्तिहरू तपाईँसँग कारोबार गर्न आएमा चाहिँ के गर्नु पर्यो भने उच्च पदस्थ व्यक्तिको परिवारका सदस्यबाट नजिकको सम्बन्ध भए नभएको यकिन गर्नुपर्ने छ। अब म आफै उच्च पदस्थ व्यक्ति होइन अरे होइन, तर ऊ चाहिँ के हो, उच्च पदस्थ व्यक्तिको सम्बन्धित हुन सक्छ। मेरो काका चाहिँ मन्त्री हुनुहुन्छ सङ्घमा, अनि म सुन किन्न आयो भने म पनि राडामा परेँ कि परेन, काकाको अवैध पैसा लिएर आएको हुन सक्छ नि त। त्यसले गर्दाखेरि त्यतिखेर पनि के गर्नु पर्यो, तपाईँले उसको पहिचान गर्नु पर्यो। तपाईँले त्यहाँ टिक लाउँदाखेरि केवाइसी फर्ममा उच्च पदस्थ व्यक्ति हो कि होइन भनेर टिक लाउनुपर्छ। पछि बनाएपछि हो भनेर टिक लाउनु, अब होइन यो डाइरेक्ट त होइन तर सम्बन्धित हो भने पनि उसको पनि तपाईँले विवरण अब एक्स्ट्रा विवरण लिनुपर्ने हुन्छ है। तपाईँको परिवारमा चाहिँ कोही सचिव हुनुहुन्छ नेपाल सरकारमा, कोही चाहिँ प्रदेश सांसद हुनुहुन्छ भने चाहिँ के हो, त्यो हाई रिस्क व्यक्ति भयो है। त्यसमा अन्यता मान्नु पर्दैन, त्यसलाई कानुनले नै हाई रिस्क पर्सन भनेर भनेको छ, परिभाषित गरेको छ है। सार्वजनिक रूपमा उपलब्ध हुने सूचनाहरू तपाईँले हेर्नु पर्यो। सामाजिक सञ्जालमा उपलब्ध भएको सूचना, व्यावसायिक रूपमा उपलब्ध तथ्याङ्क जेबाट हुन्छ तपाईँले सबको इन्फर्मेसनको आधारमा चाहिँ त्यो पर्सन हाई रिस्क हो कि लो रिस्क हो भनेर छुट्याउनु पर्ने काम पनि तपाईँहरूको हो है। र अब वृहत ग्राहक पहिचान सम्बन्ध भनेको मैले अघि भने इन्हेन्स ड्यू डिलिजेन्स भन्छ ब्याङ्कमा चाहिँ। यहाँ चाहिँ वृहत भनेको अब त्यो हाई रिस्क प्रोफाइल व्यक्ति हो भने त्यसको चाहिँ एडिसनल इन्फर्मेसन चाहिँ उसको चाहिँ माग्नुपर्छ है। त्यसलाई नै के भन्छ, वृहत ग्राहक पहिचान भन्छ त्यसलाई। यो चाहिँ कसको गर्नुपर्छ भन्दा उच्च जोखिमयुक्त देखिएको ग्राहकको आर्थिक वा कानुनी उद्देश्य स्पष्ट नहुने जटिल, ठुला वा अस्वाभाविक प्रकृतिको कारोबार गर्ने है, एकदमै ठुलो अस्वाभाविक नपत्याउने खालको कारोबार कसैले गर्न खोज्छ, सम्पत्ति शुद्धिकरण तथा आदानकारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड पालना नगर्ने देशहरूबाट आएका चाहिँ ग्राहक छन्। उच्च पदस्थ व्यक्ति र त्यसको व्यक्तिको परिवारको सदस्य वा निजसँग सम्बन्ध व्यक्ति वा ग्राहक भएमा होइन आउँछ नि त, बुहारी आउन सक्छ, ससुरामा चाहिँ मैले अघि भने होइन त्यो सभामुखको मन्त्री हो होला, त्यो भयो भने पनि के भयो, ऊ चाहिँ रिस्कको प्रोफाइलमा पर्छ। उसको चाहिँ वृहत ग्राहक पहिचान तपाईँहरूले गर्नुपर्ने हुन्छ है। सूचक संस्थाले ग्राहकको बारेमा प्रत्यक्ष वा अप्रत्यक्ष, औपचारिक वा अनौपचारिक रूपमा प्राप्त गरेको सूचनाको विश्लेषण गरी पहिचानलाई अद्यावधिक गर्ने व्यवस्था मिलाउनु पर्ने छ भनेको छ। यो तपाईँले गर्दै गएपछि गर्ने कुराहरू हो। उच्च जोखिमयुक्त नयाँ उपकरण, प्रोडक्ट वा सेवा प्रयोग गर्ने ग्राहक, सम्पत्ति शुद्धिकरण तथा आदानकारीमा वित्तीय लगानी सम्बन्धी पशु वा अन्य कुनै कसैलाई शङ्का लागेको व्यक्ति, अब सार्वजनिक रूपमै मुद्दा चलिसकेका व्यक्ति, तिनीहरूसँग कारोबार गर्दाखेरि चाहिँ तपाईँले एक्स्ट्रा विवरणहरू माग्नुपर्छ। त्यसलाई वृहत ग्राहक पहिचान भनिन्छ है। अब तपाईँहरूको अर्को पनि दायित्व के छ भने वास्तविक धनीको पहिचान गर्ने। मैले अघि भने नि त्यो व्यक्ति वास्तविक धनी हो कि होइन भन्ने कुराको पनि तपाईँले आफ्नो विवेकले, आफ्नो क्षमताले भएसम्म तपाईँले गर्नुपर्छ। र त्यसमा शङ्का लागेमा तपाईँले के गर्नुपर्छ, रिपोर्टिङ गर्नुपर्छ है। त्यसमा तपाईँलाई रिपोर्टिङ गरेपछि के पनि अप्ठ्यारो पर्ने भन्ने हुँदैन, त्यो रिपोर्टिङ तपाईँले गर्नु पर्यो। सूचक संस्थाले व्यावसायिक सम्बन्ध स्थापना गर्दा वा कारोबार गर्दा वास्तविक धनीको पहिचान तथा सन्तुष्टि गर्नका लागि आवश्यक मुनासिब उपायहरू भनेको छ। आवश्यक मुनासिब भनेको अब तपाईँको उसले भ्याएसम्म होइन, तपाईँको क्षमताले भ्याएसम्म त्यही व्यक्ति नै हो कि होइन, उसले अरूको लागि खरिद गर्ने, अरूको सुन ल्याएर बेच्ने
सुनै भने मैले किनभने अहिले प्रचलनमा त्यो नै हाई भ्यालुएबल भएको कारणले सूचक संस्थाले कुनै व्यक्तिले अन्य कुनै व्यक्तिको तर्फबाट व्यावसायिक सम्बन्ध स्थापना वा कारोबार सम्बन्धी काम कारबाही गरेको नगरेको सम्बन्धी यकिन गर्नुपर्ने छ। अब यो अप्ठ्यारो होला, तपाईँको लागि किनेको हो, तपाईँले कसैले कमाएको हो भनेर डाइरेक्ट सोध्न र त्यसपछि तपाईँले पानी बनाउनु पर्यो, त्यसलाई चाहिँ फर्मलाइज गर्दै लानु पर्यो, त्यो यकिन गर्नु भनेको छ कानुनले हैन। बमोजिम यकिन गर्दा कुनै व्यक्तिले अर्को व्यक्तिका तर्फबाट व्यावसायिक सम्बन्ध स्थापना वा कारोबार गरेको देखेमा सूचक संस्थाले त्यस्तो व्यक्तिको पहिचान गर्दा सोको सम्पुष्टि गर्नुपर्ने छ भनेको छ। यो कुरालाई चाहिँ सहज के हुन्छ भने केवाइसी फार्ममै त्यो चाहिँ गराउनु भयो भने सजिलो हुन्छ। केवाइसीमै तपाईँलाई बेनिफिसियरी एकाउन्ट भनेर जसरी ब्याङ्कले गर्छ नि त्यस्तै खालको केवाइसीको तपाईँले फर्म बनाएर चाहिँ यो मैले मेरै लागि किनेको भनेर टिक लगाउनु भयो भने त्यो सजिलो हुन्छ। त्यो किनभने उसले यस्तो घोषणा गर्ने भएको कारणले यसमा सहज हुन्छ है। अब यसरी अर्काको तर्फबाट गर्दा अख्तियार नचाहिने भनेको छ होइन, मेरो चाहिँ अरू व्यक्तिको लागि किन्न आँटेको हो, उहाँ चाहिँ मेरो यस्तो सम्बन्ध हो, पैसा उहाँको खाताबाट आउँछ भने उसको अख्तियारमा लिएर मात्रै किन्न पाइने व्यवस्था रहेको छ। र अब खास कारोबारमा विशेष ध्यान दिनुपर्ने कारोबारहरू यसमध्ये पनि एकदमै विशेष ध्यान दिनुपर्ने भनेको आर्थिक वा कानुनी उद्देश्य स्पष्ट नदेखिने जटिल ठुलो वा अस्वाभाविक प्रकृतिको सबै कारोबार। अब मङ्सिर हो भने ठिक छ, बिहेर आएको छ एउटा परिवारले यदि सुनिन्छ भन्नु, अब त्यस्तो खालको ओकेजनमा पनि छैन। एकैचोटि असारमा एउटा मान्छे आउँछ, मलाई 50 लाखको चाहिन्छ गहना भन्छ भने त्यो के अस्वाभाविक भयो कि भएन। त्यसमा धेरैवटा तरिकाबाट त्यसले चाहिँ यही भनेको होइन, मैले इक्जाम्पल दिएको, धेरै तरिकाबाट स्वाभाविक कि अस्वाभाविक तपाईँले पनि निर्णय गर्न सक्नुहुन्छ। त्यस्ता ट्रान्जेक्सनमा चाहिँ विशेष ध्यान दिनु पर्यो। सम्पत्ति शुद्धिकरण तथा आर्थिक कार्यमा यो कुरा भइहाल्यो। विभागले तोकेको अन्य कारोबार, अब यसमा खास भनेको आर्थिक उद्देश्य स्पष्ट नदेखिने जटिल ठुलो अस्वाभाविक प्रकृतिको सबै कारोबारमा विशेष ध्यान दिनुपर्छ र त्यस्तो कारोबारको पृष्ठभूमि तथा उद्देश्यको परीक्षण गर्ने तथा सोबाट प्राप्त निष्कर्षको लिखित अभिलेख सुरक्षित राखी वित्तीय जानकारी इकाइमा पठाउने भनेको छ। त्यस्ता खालको गतिविधिको पनि तपाईँले रिपोर्टिङ गर्नुपर्ने हुन्छ। अब मैले भने प्रतिवेदन तथा सङ्ख्याहरू तपाईँले तुल्याउनु पर्छ। ग्राहकको नाम सहितको खाताहरू बनाएर तपाईँले राख्ने, अफिसमा चाहिँ यो व्यक्तिको देऊ भनेको बेला मात्रै दिने, नभए चाहिँ सङ्ख्या दिने। सङ्ख्या चाहिँ तपाईँले यो चाहिँ एउटा प्रतिवेदन चाहिँ तपाईँले बनाउनु पर्यो। के कुरा ध्यान दिनु पर्यो तपाईँले है, तपाईँले किन्दाखेरि दिएको पैसा अथवा तपाईँले सुनौँ ल तपाईँसँग सामान हेरिसकेपछि किनेपछि पैसा दिने खेतमा पुग्यो, बिल काटिसकेपछि तपाईँले के गर्नु पर्यो भने सकेसम्म है सूचक संस्थाले खरिद बिक्री गर्दा लिने रकम वा दिने भुक्तानी तपाईँले सुन किन्दा पनि बेच्दा पनि विद्युतीय माध्यमलाई प्राथमिकता दिनुपर्ने छ अहिले भनेको। यदि तपाईँलाई सोध्यो म चाहिँ 2 लाखको किन्दैछु, क्यास दिउँ कि मोबाइल ब्याङ्किङ गरिदिउँ, ट्रान्सफर गरिदिउँ भन्दा तपाईँले के भन्नु पर्यो, ट्रान्सफर गरिदिउँ भन्नु पर्यो। यसमा तपाईँलाई धेरै फाइदाहरू छ होइन। ब्याङ्कमा पैसा लगाएर फेरि जम्मा गर्न जानु परेन, आफ्नो पसल छोडेर अर्को व्यक्तिलाई पठाउनु परेन है। सबैभन्दा ठुलो फाइदा भनेको कम्प्लायन्स हो। तपाईँले गरेको 1 वर्षमा गरेको 2 करोडको कारोबारमा 90% चाहिँ अनलाइन ट्रान्जेक्सन छ। 1 करोड 80 लाख रुपियाँ चाहिँ तपाईँले आफ्नो व्यवसायको खाताबाट दिने लिने गर्नुभएको छ भने तपाईँ के हो, तपाईँ असल चरित्र भएको व्यवसायी हुनुभयो। तपाईँ के भयो, तपाईँ एकदमै कम्प्लायन्समा माथि हुनुभयो। तपाईँले 2 करोडको आय विवरण घोषणा गर्नुभयो, सेल्स 2 करोडको देखाउनुभयो, आय विवरण दिनुभयो, अनि तपाईँको क्यास फ्लो मुभमेन्टमा हेर्दा ब्याङ्कमा त कारोबारै छैन, सबै नगदमा दिनुभयो भने अब तपाईँले एकदम फटाइ गरेको केही पनि छैन। तर कम्प्लायन्सको नजरले हेर्दाखेरि तपाईँभन्दा माथि चाहिँ त्यो कारोबार गर्ने मान्छे पर्यो क्या। जस्तै के गर्छ, आफ्नो खाताबाट है फेरि यसमा स्पष्ट हुनुहोस्, होइन म सुन बेच्छु, अब मैले सुन बेचिसकेपछि मेरो पैसा चाहिँ मेरो उहाँ काठमाडौँमा भएको भाइको खातामा हालिदेऊ, किसेमा हालिदेऊ, क्यास ल्याइदेऊ भन्छु भन्यो भने त्यहाँदेखि के हो, रङ है। यसमा स्पष्ट, यसमा दुईटै कानुनले तपाईँलाई कारवाही गर्न सक्छ। यसमा आयकर ऐनको दफा 124 ले कारवाही गर्न सक्छ। त्यसपछि तपाईँलाई सम्पत्ति शुद्धिकरण र यो जुन निर्देशन छ यसले पनि कारवाही गर्न सक्छ। भनेको तपाईँले क्यास बाहेकको भुक्तानी लिँदाखेरि आफ्नो व्यवसायको नाममा भएको ब्याङ्क खाताबाट मात्रै भुक्तानी लिन पाउनुहुन्छ है। यसमा तपाईँको हामी अनुगमनमा आउँदाखेरि एउटा चाहिँ आफ्नो व्यक्तिको नामको पिबार टास्ने, अनि अर्को चाहिँ संस्थाको राख्ने, अथवा संस्थाको राख्ने पैसा हालिदिने बेलामा यस्तो निकालेर मोबाइलबाट यसमा हालिदिनु भनेर व्यक्तिको दिनुभयो भने तपाईँको र तपाईँको सबै परिवारको चाहिँ के हुन्छ, टोटल ट्रान्जेक्सनलाई चाहिँ हामीले
भनौँ नियामक निकायले कुनै पनि बेला टोटल जोडेर यो चाहिँ सबै बिक्री हो भनेर कर असुल गर्नुहुन्छ। यो कुरामा चाहिँ तपाईँहरू सजग हुनुहोस्। तपाईँहरूकोमा स्रोत खुलेन, तपाईँको भाइको आउने पैसा आएको छ, श्रीमतीको आउने आएको छ, छोराको आउने आएको छ, परिवारको सबैको नाममा चाहिँ पैसा आइरहेको छ, ठिक छ बेच्नु भएको हो, तर अब त्यसरी पैसा आइरहेको छ भने त्यो नबेचेको पैसा पनि कहीँबाट आएको छ भने त्यसलाई पनि बिक्री मानेर फेरि ट्याक्स एसेसमेन्ट हुनसक्छ है। त्यसको त्यही भएर चाहिँ तपाईँले गरेको जुन कारोबार सुन किन्दाखेरि पनि के गर्ने, तपाईँले त्यही मोबाइल जुन जुन तपाईँको एकाउन्ट छ त्यसबाटै भुक्तानी गरेर ल्याउने, बेच्दाखेरि पनि त्यहीमा बाँड्ने है। सबैले कम्पलसरी आफ्नो रजिस्टर्ड चाहिँ बिजनेसको नाममै खाता प्रयोग गर्नु पर्यो है। र सूचक संस्थाले एक पटकमा यो पहिला 10 लाख थियो, अस्ति माघ 1 गतेबाट राष्ट्र ब्याङ्कले के भनेको छ 5 लाख भन्दा बेसीको नगद कारोबार सबै कुरामा बन्द भइसकेको छ। त्यस कारणले तपाईँले 5 लाख भन्दा बेसीको बिल काटेर कुनै पनि सामान खरिद वा बिक्री गर्नुहुन्छ भने अब तपाईँले कम्पलसरी आफ्नो ब्याङ्क खाताबाट मात्रै गर्नुहुन्छ। म 2 तोला सुन कार्यक्रम सकेर किन्न आए तपाईँकोमा, होइन सर हाम्रो चिन्जान छ 2 तोला सुन मलाई दिनुहोस् त, म तपाईँलाई क्यास दिन्छु उसबाट दिन्छु भन्यो भने के हो, मलाई नो भन्न सक्नु पर्यो। बुझ्नुभयो नि? तपाईँले 5 लाख भन्दा माथि हुने बित्तिकै के गर्नु पर्यो, मेरो बिजनेसको मेरो रजिस्टर्ड नाम यो हो, यो ज्वेलर्स हो, यसको यसमा खाता छ सर, यसमा हाल्दिनुहोस् तपाईँको आफ्नो खाताबाट। फेरि मैले थर्ड पर्सनको खाताबाट तपाईँले पैसा हाल्दियो भने पनि तपाईँले के भयो, सस्पिसियस भयो, शङ्कास्पद भयो। किनभने मेरो खातामा आएको पैसा तपाईँले भ्रष्टाचार गरेर आएको होइन हो नि त। त्यसले गर्दाखेरि यो दुईटा कुरामा तपाईँले क्लियर हुनुहोस्, कसको खाताबाट पैसा आउँदैछ र कसको खातामा जाँदैछ भुक्तानी है। सामानको ट्रान्जेक्सन सकिएपछि यो कुरामा चाहिँ एकदमै तपाईँहरू सजग हुनुपर्ने विषय हो। र मैले भनिसकेँ सरकारले अस्ति माघ 1 गतेबाट 10 लाख रुपियाँ थियो, पहिला 10 लाख भन्दा माथि 10 लाखसम्मको तपाईँले क्यासमा कारोबार गर्न पाउनुहुन्थ्यो, ब्याङ्कमा लगेर डिपोजिट गर्न पाउनुहुन्थ्यो। अब चाहिँ तपाईँले के गर्नुपर्ने भयो, ब्याङ्कमा डिपोजिट त व्यवसायको भन्दा दिन्छ, तर तपाईँले कुनै पनि व्यक्तिबाट बिल काटेर 6 लाखको बिल काट्दाखेरि त्यो 6 लाखको हामीले भनेको नियामक निकाय नेपाल सरकारले सोद्धाखेरि 6 लाख रुपियाँको ट्रान्जेक्सन तपाईँको खातामा आएको देखिनु पर्यो। बुझ्नुभयो? एउटै व्यक्तिको नाममा बिल टुक्रिएर पनि गर्न पाइएन, बिल एउटै काट्नु पर्यो र खातामै पैसा आउनु पर्यो। यो भुक्तानीको सम्बन्धमा पनि तपाईँले स्पष्ट हुनुहोस्। यसमा दायाँ बायाँ त्यो अरूको एकाउन्टमा रहेछ भने पनि त्यसलाई पनि एसेसमेन्ट मान्न सक्छ नेपाल सरकारले। यो सबै तपाईँको बिक्री हो, तपाईँको व्यक्तिगत लेनदेन होला पनि यो बिक्री नै हो भनेर गरिदियो भने त्यतिखेर अप्ठ्यारो हुन्छ है। त्यसले गर्दा यो कुरामा चाहिँ क्लियर हुनुहोस्। र अब यो चाहिँ तपाईँको अपरेसनल फ्रेमवर्क हो। अब हामी अलिकति यो थ्योरिटिकल छ, यो सबै गर्नको लागि तपाईँले सुरुमा एउटा कार्यविधि, एउटा नीति, एउटा यस्तो बनाउँछु भनेर एउटा बनाउनुपर्छ र त्यो चाहिँ नियामक निकाय सरकारी कार्यालयलाई सम्बन्धित आन्तरिक राजस्व विभाग तपाईँको केसमा कार्यालयलाई बुझाउनुपर्छ। हामीले त्यसरी कुरा लागू गर्दैछौँ, यस्तो खालको चाहिँ हामीले बनाएको छौँ भनेर ल्याउनुपर्छ। मलाई लाग्छ यो फ्रेमवर्क चाहिँ तपाईँहरूको केन्द्रीय संस्था जुन छ सङ्घ उसले बनाउला, तपाईँहरूले पनि उहाँहरूलाई भन्नुहोस्। किनभने यसमा चाहिँ हामीले बनाउने भनेको छैन, हामीले बनाउने भनेको बनाएर यसरी ल्याइदिन्छे, हामीले दिनुपर्ने कुराहरू त मैले ल्याएको छु। त्यो कुरा चाहिँ तपाईँले बनाउनु पर्ने भएको र त्यहाँबाट रेप्लिकेट हुँदै हुँदै तपाईँहरूसँग पनि आइसक्छ होला, त्यो बनाउनु पर्ने हुन्छ है। संस्थागत व्यवस्थामा के भनेको छ, जोखिम मूल्याङ्कन तथा व्यवस्थापन भनेको छ जुनसुकै कारोबारलाई पनि तपाईँले प्रकृतिको आधारमा उच्च जोखिम, मध्यम जोखिम र लो रिस्क भनेर क्याटेगोराइज गर्नुपर्ने भनेको छ है। सुरुमा हेरौँ, सूचक संस्थाले के गर्नु पर्यो, राष्ट्रगत क्षेत्रगत जोखिम मूल्याङ्कन सम्बन्धी प्रतिवेदन, यो अध्ययनहरू व्यावसायिक सम्बन्धको प्रकृति, उद्देश्य, अवधि, निकायले निर्धारण गरेको अन्य आधारमा के गर्नु पर्यो, एउटा जोखिम मूल्याङ्कन गर्नुभन्दा अगाडि एउटा पद्धति र वस्तुगत आधार तयार गरेर भनेको मेरो हरेक ट्रान्जेक्सनलाई हाई रिस्क, मिडियम रिस्क, लो रिस्क भनेर म चाहिँ क्याटेगोराइज गर्छु र यो क्याटेगोराइज गर्ने चाहिँ मेरा आधारहरू यो हुन् भनेर तपाईँले एउटा बनाउनुपर्छ है। म तपाईँकोमा ट्रान्जेक्सन गर्न आएँ, अब म हाई रिस्क कि लो रिस्क कि मिडियम रिस्क तपाईँले त्यसलाई टिक लगाएर एउटा आइडेन्टिफाई गर्ने मेकानिजम बनाउनुपर्छ। त्यसको आधारहरू चाहिँ स्पष्ट हुनुपर्छ भनेको छ। यो चाहिँ माथिबाट लागु हुँदै आउँछ होला जस्तो लाग्छ। अब तपाईँहरूले पनि यसलाई बनाउन सक्नुहुन्छ है। अब यो बनाउँदाखेरि के हेर्ने भन्दाखेरि यो चाहिँ यस्ता प्रतिवेदनहरू, अध्ययनहरूको यो ऐनको सहारा लिएर तपाईँले बनाउन सक्नुहुन्छ। र मैले भने जोखिमलाई उच्च, मध्यम, न्यून आधारमा वर्गीकरण गर्नु पर्यो। त्यस पछाडि जोखिम मूल्याङ्कन तथा सोको अत्यावधिक लिखित अभिलेख राख्ने, त्यस्तो अभिलेख विभाग र अन्य सम्बन्धित निकायले माग गरेमा शीघ्र उपलब्ध गराउने। 100 मैले कारोबार गरेँ गत महिना भने 100 मध्ये कतिवटा चाहिँ हाई रिस्क, कति मिडियम रिस्क, कति लो रिस्क कारोबार गरेँ, मागेको खण्डमा दिन सक्नु पर्यो। जोखिम मूल्याङ्कन उच्च जोखिम देखिएको ग्राहकको हकमा वृहत ग्राहक पहिचान मैले भने एउटा रेगुलर केवाइसी भयो, अर्को भनेको इन्हान्स्ड ड्यु डिलिजेन्स भयो। त्यो चाहिँ उच्च पदस्थ व्यक्ति हो भने उसलाई चाहिँ अलिक विवरण धेरै माग्नुपर्छ। त्यो तपाईँले अनलाइनमा गुगलमा गएर केवाइसी फर्ममा कुनै ब्याङ्क हाल्नु पनि देखिन्छ, त्यहाँबाट तपाईँले बुझिहाल्नुहुन्छ के एक्स्ट्रा माग्ने भन्ने कुरा। त्यसरी नै तपाईँले इन्भल्भ गर्न सक्नुहुन्छ।
नीति तथा कार्यविधि बनाइ लागू गर्ने भनेको छ। यो गर्नुभन्दा अगाडि तपाईँले कर्मचारीको आन्तरिक जिम्मेवारी, कार्यनिर्वाहन, जोखिम व्यवस्थापनको आधार र पद्धति के हुन्, जोखिममा आधारित ग्राहक तथा कारोबारको पहिचान तपाईँले कसरी गर्ने, अस्वाभाविक तथा शङ्कास्पद कारोबारको पहिचान गर्ने आधार के हुन्, तपाईँका प्रक्रिया के हुन्, तपाईँले कसरी गर्नुहुन्छ मैले भने नि ती विषयहरूलाई समेटेर एउटा नीति 2-4 पेजको एउटा तपाईँले चाहिँ पोलिसी बनाउनु पर्छ आफ्नो व्यवसायको लागि। म यस्तो कारोबार भयो भने चाहिँ त्यसलाई हाई रिस्कमा राख्छु, यसलाई लो रिस्कमा राख्छु भनेर ऐन अन्तर्गत बसेर चाहिँ तपाईँले त्यो चाहिँ गर्नुपर्ने भयो है। यसमा चाहिँ विभागले यो जारी गरेको निर्देशनका कुराहरूलाई पनि तपाईँले राख्नुपर्ने हो। अब यो आन्तरिक नियन्त्रण प्रणालीको व्यवस्था भनेको चाहिँ ठुलो ठुलो कार्यालयहरूमा, ठुलो ठुलो व्यवसायमा चाहिँ आन्तरिक चाहिँ प्रणाली व्यवस्थापनहरू राख्नुपर्ने हुन्छ, जिम्मेवारीहरू तोक्नुपर्ने हुन्छ। सीसीटीभी सबैकोमा छ होला होइन, जडान भएको त्यो कुराहरू पनि तपाईँले राख्नु पर्यो, त्यो मेकानिजम। र सूचक संस्थाले ऐनको यदि बमोजिम व्यवस्थापन स्तरको कर्मचारीको पदाधिकारीलाई कार्यान्वयन अधिकारी तोकी निजको नाम, थर, ठेगाना, सम्पर्क नम्बर लगाएको विवरण विभाग र वित्तीय जानकारी एकाइले तत्काल दिनुपर्ने भनेको छ। अघि मैले दिएको छु कम्प्लायन्स अफिसर भन्छ, कार्यान्वयन अधिकारी जो कसलाई जिम्मा दिएको गोयामा रिपोर्टिङ गर्ने, त्यो चाहिँ तपाईँहरूले अब तपाईँहरूको ठुलो हो भने व्यवस्थापन स्तरको कर्मचारी भनेको छ। यसमा भइसक्यो सञ्चालक अथवा तपाईँहरूको चाहिँ लगानीकर्ता पनि बस्नुभएको पनि हुन्छ, उहाँहरूले रिपोर्टिङ गर्नुपर्छ। अब यति गरिसकेपछि सुरुमा के गर्नुपर्ने हो, मैले उल्टोबाट ल्याएँ तपाईँलाई, रिपोर्टिङबाट ल्याएर कहाँ लगेँ, यो चाहिँ नीति बनाउनु पर्ने, यस्तो खालको पोलिसी बनाउनु पर्ने लगेँ। पोलिसीबाट सुरु गरेको भए कन्फ्युजन हुन्थ्यो, त्यही भएर मैले कहाँबाट ल्याएँ, अपरेसन्सबाट सुरु गरेँ। गोएमएलको आइडी बनाउने, यस्ता खालका 3टा प्रकारका चाहिँ गतिविधिलाई तपाईँले रिपोर्टिङ गर्ने। त्यो रिपोर्टिङ गर्नको लागि केवाइसी ग्राहक पहिचान गर्ने। ग्राहक पहिचान गर्दाखेरि एउटा चाहिँ सरलीकृत लोवाला, एउटा चाहिँ हाई रिस्कवालाको दुई खालको गर्नुपर्ने, यस्ता यस्ता डकुमेन्टहरू राख्नुपर्ने। र यो गर्नको लागि सबै गर्नको लागि एउटा विधान हुन्छ नि, तपाईँको संस्थाको विधान जस्तै तपाईँको एउटा पोलिसी फ्रेमवर्क, यसकोलाई चाहिँ हाई रिस्क, यसकोलाई मिडियम रिस्क, हामी चाहिँ शङ्का लाग्यो भने यो कुरा मान्छौँ भनेर एउटा तपाईँले के बनाउनु पर्यो, एउटा डकुमेन्ट बनाउनु पर्यो। त्यो डकुमेन्टको आधारमा अनि तपाईँले यो अपरेसनल काम गर्नु पर्यो, बुझ्नुभयो नि। अब बुझ्दा बुझ्दै पनि मिस्टेक हुनसक्छ, गल्ती हुनसक्छ, अथवा होइन म त यो गर्दिनँ, म सक्दिनँ भन्ने हुनसक्छ। यस्तो बेलामा चाहिँ अब कानुन चाहिँ एकदमै यसमा स्ट्रिन्जेन्ट छ। यसमा 2-3टा कुराहरू छ। एउटा भनेको यो कानुन बनाउँदाखेरि धेरैवटा सेक्टरहरूलाई, बिजनेस सेक्टरलाई एकोमोडेट गरेर एउटा बृहत्तर चाहिँ अम्ब्रेला ल बनाएको भएको कारणले यो अलिकति स्ट्रङ देखिन्छ हेर्दाखेरि, हेर्नुहोस् है। तर अब यसको परिपालन नगरेमा चाहिँ अब यसमा के परिपालन भने मैले अघि भनेका कुराहरू फेरि 21वटा पोइन्टमा अहिले म दिन्छु। त्यो 21वटा पोइन्टहरू हामी अनुगमन गर्न आउँदा तपाईँहरूसँग के हेर्छौँ भन्ने कुरा पर्याप्त प्रिन्ट हामीले गरेका छैनौँ। तपाईँलाई म अहिले सफ्ट कपी दिन्छु, 5-6वटा छ, तपाईँले हेर्नु होला। हामीले तपाईँको कारोबार स्तरमा आउँदाखेरि अनुगमनमा के चाहिँ हेर्छौँ त भन्ने कुराको पनि हामी चेकलिस्ट दिन्छौँ। त्यो चेकलिस्टको अनुसार तपाईँले नगरेको पाइएमा 21वटा कुराको लागि 21वटा यस्तो कारबाही छ होइन। यो भन्न पनि सकिँदैन भनेर मैले एउटा यहाँ तपाईँलाई स्याम्पल मात्रै ल्याएको छु। तपाईँले यो निर्देशनको पालना गर्नु भएन भने है सरकार कतिसम्म कठोर हुनसक्छ भन्ने विषयको एउटा एक्जाम्पल के छ भने, पहिलोपटक अनुगमनमा हामी निस्केका छैनौँ। हामीलाई विभागबाट 3चोटि भए पत्र आएको, पत्रचार भएको अनुगमनमा जानुस् भनेर, तर तपाईँहरूलाई ओरिएन्टेसनै गराएको छैन, सिकाएकै छैन। नियम निकायले सिधै गएर अनुगमन गर्दा त जो चाहिँ जस्टिफाइड हुँदैन, न्यायिक हुँदैन भनेर हामीले कार्यक्रम गर्न खोजिरहेको थियौँ होइन। पहिलोपटक हामी के गर्छौँ, तपाईँलाई लिखित रूपमा सचेत गराउँछौँ। तपाईँले गर्नुभएको यो निर्देशनको बुदा नम्बर यतिको चाहिँ तपाईँले अक्षरांश पालना गरेको देखिएन र यति दिनभित्र आउँदो यति महिनामा चाहिँ यो गर्नु होला भनेर हामी लिखित रूपमा तपाईँलाई चिठी दिन्छौँ पहिलोचोटि है। दोस्रो पटक 1 लाख रुपियाँसम्म तपाईँलाई के हुन्छ, 1 लाख रुपियाँ जरिवाना हुन्छ है। तेस्रो पटक 10 लाख रुपियाँदेखि गम्भीरताका आधारमा 50 लाख वा 1 करोड भनेको छ। यो चाहिँ विभिन्न त्यो फल्टको विभिन्न रहेको छ है, त्यो हुन्छ। र त्यसपछि पनि तपाईँले पटक पटक त्यसरी चाहिँ त्यो कार्यान्वयन गर्नु भएन भने चाहिँ जरिवाना सहित दर्ता खारेज, तपाईँको बिजनेस रजिस्ट्रेसन चाहिँ डिरजिस्टर गर्नेसम्मको ऐनमा व्यवस्था गरिएको छ। किनभने यो ग्रे लिस्टमा गइसके पछाडि नेपालको क्रेडिट रेटिङ घट्छ, नेपाललाई विदेशीले दिने लोनको ब्याज बढ्छ, नेपाललाई चाहिँ अरू चाहिँ वैदेशिक लगानी नेपालमा भित्रिँदैन, यहाँ चाहिँ लगानी सुरक्षा छैन, यहाँ चाहिँ इलिगल मनीहरूको फ्लो हुन्छ भन्ने मेसेज इन्टरनेसनल लेभलमा जाने भएको कारणले यो अर्थ मन्त्रालय अहिले नेपाल सरकार चाहिँ गम्भीरतापूर्वक राखेको भएर यो पनि एकदमै स्ट्रङ देखिएको हो है।
र अब यस पछाडि मैले भने अर्को हप्ता हामी के गर्छौँ सबैजनासँग गोएमएलको आइडी पासवर्ड हुन्छ। त्यस पछाडिको सब्सिक्वेन्ट विकमा अर्को हप्ता तपाईँले एउटा कार्यक्रम राख्नुहुन्छ। त्यो कार्यक्रममा अब तपाईँले के गर्नु पर्यो, पहिला आफ्नो सङ्घ संस्था तपाईँको पनि छ नि त, त्यहाँ मार्फत गुड एक्जाम्पल चाहिँ तपाईँहरूले त्यसलाई रेप्लिकेट गर्नु पर्यो। जस्तो न्यु रोडमा काठमाडौँमा तपाईँहरूको सम्पर्कबाट कस्तो खालको केवाइसी फर्म बनाए त, के गरिरहेको छ त होइन। 100% हामी गर्न सक्दैनौँ भन्ने कुरा ठिक छ होला, तर तपाईँहरूले त्यो स्टार्ट गर्न सक्नुहुन्छ। त्यही अनुसारले केवाइसी फर्म बनाउन सक्नुहुन्छ, खाताहरू कसरी राख्ने भन्ने कुरा हेर्न सक्नुहुन्छ। त्यो तपाईँहरूले पनि गर्नु पर्यो। हामीलाई मात्रै वेट गर्नुभयो भने चाहिँ त्यो कम्प्लिट हुँदैन। मैले भनेको है प्रोएक्टिभली अर्को हप्ता हामीसँग सबैसँग गोएमएलको आइडी पासवर्ड हुन्छ। त्यस पछाडिको अर्को हप्ता हामी ट्रेनिङ दिन्छौँ रिपोर्टिङ कसरी गर्ने भन्ने विषयमा। तबसम्म 15 दिनमा तपाईँहरूले चाहिँ गुड प्र्याक्टिसेसहरू कसैले त लागू गरेको छ नि त नेपालमा, त्यो तपाईँले सम्पर्क गरेर कस्ता खालका पोलिसी डकुमेन्ट बनाएका छन्, कुन तरिकाले चाहिँ उनीहरूले रिस्कलाई डिफाइन गरेका छन् है, हाई रिस्क कस्तालाई भन्दा रहेछन्, कस्तो खालको केवाइसी फर्म राख्दा रहेछन्, अनि यो चाहिँ केवाइसी गर्दाखेरि के डकुमेन्ट कुन तरिकाले राख्दा रहेछन्, यो कुराहरू तपाईँले खोज्नुहोस्। तपाईँको सङ्घ मार्फत यो कुराहरू अर्को प्र्याक्टिस गरिरहेको सङ्घलाई सम्पर्क गर्नुहोस् र सबै कारबार स्थलमा केवाइसी फर्महरू बनाउनुहोस्, गोएमएलको आइडी पासवर्ड दिनुहोस् र ट्रान्ज्याक्सन चाहिँ रिपोर्टिङ गरेर त्यसपछि हामी सिकाउँछौँ। हुन्छ, त्यति गर्न सकिन्छ, कमिटमेन्ट छ नि होइन। त्यो भयो भने अनुगमन जान हामी पनि केन्द्रको तपाईँलाई अनुगमन गर्न सक्छौँ होइन। तपाईँहरू पनि हामी आउँदाखेरि ल यो डकुमेन्ट छ मेरोमा भनेर रेडी गर्न सक्नुहुन्छ। त्यो कम्प्लायन्स अफिसरको पनि तपाईँले भर्नुहोस् कसलाई तोक्ने हो, त्यसमा चाहिँ छाप लगाउनुहोस्। आफ्नो चाहिँ उसमा म सब कपी पनि तपाईँलाई प्रोभाइड गर्छु, त्यसलाई प्रिन्ट गरेर रेडी राख्नुहोस्। एक हप्ताभित्र त्यसलाई चाहिँ बनाउनुपर्छ जसरी पनि गोएमएलको। र यस पछाडि अरू कुराहरू बिस्तारै तपाईँले नबुझेका कुराहरू हामी पनि बुझ्दैछौँ। यो कारणले एकचोटि नयाँ कारणले हामीलाई पनि राष्ट्र ब्याङ्कले ट्रेन गरेको छ यो कारणले, तर हामी तपाईँलाई सकेको हाम्रो पोजिसनबाट सकेको सहयोग गरेर यसलाई चाहिँ हामी अगाडि बढ्दैछौँ है। अब तपाईँहरूको प्रश्नहरू सुझावहरू, अब लग्जरी ट्याक्सको पनि केही पुरानो विषयहरू छन् भने सोध्नुहोस्। एकछिन हामी डिस्कसन गरेर तपाईँको फेरि कार्यक्रम हामी लेन्दी भयो होइन, सुनिदिनु भयो, त्यसको लागि तपाईँलाई धन्यवाद। नेपाल सरकारहरू राजस्वबाट यहाँ आउनु भएको छ, एउटा महत्त्वपूर्ण कुराकानी हो। तर बजारमा अहिले वास्तवमा एकदमै अन्यलग्रस्त पनि छ र अलिकति अत्याउने आतेशस्त अवस्था पनि छ होइन। त्यो अवस्थामा मैले देखिरहेको छु एउटा दुईटै पाटोबाट कमी कमजोरी भएको होला, त्यसलाई कसरी सुधार्ने भनेर यहाँले जुन भन्नुभएको छ यो डिजिटल रूपमा 100% सक्सेसफुल कसरी बन्न सकिन्छ। बेच्ने मान्छेलाई पनि नाफा मात्रै चाहियो, नीति नियम के हो भन्ने कुरा होला एकतिर, र किन्ने मान्छेलाई तपाईँले चाहिँ पैसा ल्याएको छ त्यो पैसाले जसरी पनि तिमीले दिनु पऱ्यो भने यो दुईवटा पाटाहरू छन् होइन। यहाँहरूले कसरी चाहिँ यसलाई चाहिँ कन्ट्रोल गरेर बजारलाई चाहिँ सही व्यवस्थापन गर्न सक्नु अहिलेको मेन चुनौती हो। बजारमा यो दुईवटाको एकदमै मिसम्याच 100% छ। म चाहिँ व्यवसायिकको एउटा आवश्यकताको हिसाबले एउटा सङ्घको चाहिँ नेतृत्वको हिसाबले उहाँहरूले कुन भूमिका खेलेर यसलाई सक्रिय रूपमा चाहिँ अगाडि बढाउन सक्नुहुन्छ। उहाँको अब हजुरहरू नीति नियमको पनि हुन्छ, दुईजना एउटा चाहिँ कम्बाइन्ड भएर यो कुरालाई चाहिँ कसरी चाहिँ स्थायी रूपमा चाहिँ लिएर जान सक्नुहुन्छ, त्यो लिएर जान सकियोस् भन्ने शुभकामना दिन चाहन्छु। होइन, बेच्ने मान्छेलाई पनि दोष लगाएको होइन मेरो प्रफिट म्याक्सिमाइज हुन्छ, मैले हिजो 2.50 हुँदा किनेर आज 3 लाखमा किन्छ भने मैले किन यो यत्रो धेरै सोधीखोजी गर्ने, यत्रो किन रिपोर्टिङ गर्ने, यो के गरेको सरकारले भन्ने तपाईँलाई पनि लाग्छ। तर हो त्यही कारणले गर्दाखेरि हाम्रो देश चाहिँ इन्टरनेसनल लेभलमा भनौँ आन्तरिक रूपमा कमजोर हुँदै गयो। अर्थतन्त्रमा चाहिँ यो अनअफिसियल इकोनोमी ब्ल्याक मनीहरू चाहिँ थुप्रिँदै गयो। त्यस पछाडि इन्टरनेसनल लेभलले नै हामीलाई ग्रे लिस्टमा राख्दै गयो। अब होइन, यो इकोनोमी चाहिँ राम्रो हो भनेर पोजिटिभ मेसेज दिनु पऱ्यो। यस्ता चाहिँ इलिगल मनीलाई चाहिँ ब्याङ्किङ च्यानलमा रेगुलेट सर्कुलेट हुन दिनु भएन भन्ने कारण चाहिँ यी कानुन आएका हुन्। जुन पनि कानुन कार्यान्वयन गर्दा सुरुमा अप्ठ्यारो हुन्छ, किनभने यसले हाम्रो इन्ट्रेस्टलाई चाहिँ अलिकति दबाएको जस्तो हामीलाई महसुस हुन्छ। यसले मेरो होइन बिजनेसलाई घटाउँछ, मेरो कस्टमरसँगको हिजोको रिलेसनलाई बिगार्छ भन्ने हामीलाई लाग्नु स्वाभाविक हो। यसलाई एड्रेस गर्नको लागि मैले भने केवाइसी फर्महरू डेभलप गर्ने, पोलिसीहरू बनाउने र केवाइसीबाट तपाईँले जुन कुरा तपाईँले कहाँबाट पैसा ल्याउनु भयो भनेर सोध्न नसकेको कुरा उसलाई केवाइसी फर्म भर्न दिनुभयो भने तपाईँले भन्न सक्छ। तपाईँले अहिले ब्याङ्कमा 1 लाख रुपियाँभन्दा बेसी जम्मा गर्न जानुभयो भने त्यहाँ तल के लेखेको छ, सोर्स अफ फन्ड हो नि। तपाईँले सोर्स अफ फन्ड खुलाउनुपर्छ 1 लाख रुपियाँभन्दा बेसी जाँदा होइन। त्यस पछाडि तपाईँलाई एउटा आइडी मान्छ डकुमेन्ट जम्मा गर्न। सुरुमा गर्दा रिस्कै होला, मेरो पैसा हो, म जहाँसुकैबाट ल्याउँ ब्याङ्कमा ल्याएर दिएको छ, तिमीलाई लोन लगानी गरेर कमाउँ भन्नाले हाल्न पाउँदैन भन्ने लाग्थ्यो होला।
अहिले तपाईँ एक शब्द नगरी त्यसलाई सोर्स अफ फन्ड लेख्नुहुन्छ कि हुन्न? हुन्छ नि त। हो त्यसरी नै उहाँलाई पनि बानी गर्छ। सुरुमा चाहिँ अप्ठ्यारो लाग्ला तर उहाँले खुलाउनुपर्छ भनेपछि त उहाँले सोर्स अफ फन्डमा मैले एकलाई सुट दिन आएँ तर सोर्स अफ फन्ड ल्याएको छ भने म रोजगार गर्छु भने मैले रेमुनेसन भनेर लेख्नु पर्यो होइन? त्यसले गर्दाखेरि त्यसलाई चाहिँ फर्मलाइज गर्नको लागि चाहिँ फर्महरू डेभलप गरौँ, केवाइसी फर्महरू मार्फत त्यो जुन डिफिकल्ट कन्भर्सेसन हुन्छ ओहो तपाईँको उच्च पदस्थ हुँदो रहेछ भनेर जुन कम्युनिकेसन गर्नुभन्दा तलपट्टि आर यो त्यो चाहिँ के अरे हाई रिस्क पर्सन्स भनेर तल हुन्छ नि ब्याङ्कमा खुल्ला त्यो चिन्ह लगाइसकेपछि यस नो भइहाल्छ। अनि डिटेल्स एक्स्ट्रा माग्नु पर्ने छ उहाँले गर्नुहुन्छ हो। त्यो चाहिँ गुड प्र्याक्टिसेसहरू तपाईँले आफ्नो सङ्घ केन्द्र लेभलको सङ्घसँग समन्वय गरेर, किनभने यो त प्र्याक्टिसमा छ ठुला व्यवसायहरू काठमाडौँमा अरू ठाउँमा हुन नसक्यो भने मेजर सिटिजहरूमा त त्यहाँ मेजर सिटिजको ठुलो चाहिँ अहिले मैले मङ्सिरको हेरेको थिएँ राष्ट्र ब्याङ्कको गोयाको तथ्याङ्क छ त्यसमा 246 समथिङ ज्वेलर्सहरू अलरेडी यो प्र्याक्टिसमा हुनुहुन्छ। उहाँहरू गोयामा रिपोर्टिङ पनि गर्नुहुँदैछ, उहाँहरूले फर्महरू पनि डेभलप गरेर त्यो प्रक्रियाको पोलिसी बनाइसक्नु भएको छ। र तपाईँहरूले त्यो थ्रुबाट चाहिँ किनभने उहाँहरूलाई चाहिँ के छ एफआइयुले ट्रेनिङ पनि दिएको छ। अब यो काठमाडौँमा हुनेलाई त्यो सहज होला, उहाँहरू ठुल्ठुला यस्ता प्रशिक्षणमा गइसक्नु भएको छ। त्यसले गर्दाखेरि त्यो कुराहरूलाई एडप्ट गर्नुहोस् र ग्रेजुअली त्यसलाई चाहिँ इम्प्लिमेन्ट गर्दै जानुहोस्, कार्यान्वयनमा लानुहोस्। त्यसले तपाईँले भने जस्तो किन्ने मान्छेको र हाम्रो बिचको सम्बन्ध बिगार्ने, ट्रान्जेक्सन घट्ने भन्ने कुरा चाहिँ एड्रेस हुँदै जान्छ होइन? एकैचोटि अब तपाईँले त्यो गोलीबाटै तपाईँको शङ्कास्पद देखिन्छ कहाँबाट ल्याउनु गएको पैसा तपाईँले टिचर होइन त्यहाँबाटको भनेर भन्दाखेरि त बिग्रिन्छ अफकोर्स। तर त्यसलाई तपाईँहरूले कसरी हुन्छ व्यावसायिक वातावरण नबिग्रिने गरी त्यो तपाईँहरूको जिम्मा हो है, त्यो चाहिँ त्यसरी गर्नुपर्छ। धन्यवाद चढाइ सर, यहाँले धेरै कुराहरू जानकारी गराउनु भयो। अब यो व्यवसायहरूले चाहिँ मात्रै अब सरकारलाई चोर पक्रेर दिने कुरा मात्रै देखियो यसबाट होइन। अब अर्को कुरा के छ भने अब सरकारले दिएको नियम चाहिँ हामी मान्दैनौँ, कसैले भन्नु मिल्दैन, हामी सबै व्यवसायले मान्छौँ। तर अब जहाँसम्म अब यो केवाइसी प्रोफाइल जुन बनाउने कुरा छ होइन, त्यसको चाहिँ अब यहाँले पनि सहजीकरण गर्नुहुन्छ, हामी सङ्घले पनि सहजीकरण गर्छौँ र महासङ्घले मार्फत काठमाडौँ जसले गर्नुभएको छ अपडेट त्यहाँबाट पनि त्यो फर्मेट लिएर हामीहरूलाई सबै व्यवसायीसँग छलफल गरेर एक खालको चाहिँ हामी सायद बनाउँछ। यसको लागि अलिक समय लाग्ला। अब अर्को कुरा यो 6 महिनामा सबै प्रतिवेदन दिने, त्यसरी 1 वर्षको पहिलो 6 महिना पुसमा दिने, अर्को वर्ष दिने भन्नुभएको छ। त्यो हामीले विलासिता कर्म जुन व्यक्ति विशेषले चाहिँ हामी फर्म भरेको हुन्छ त्यहाँनिर त्यो बिल अनुसारको फर्मेट हामीले सबै ग्राहकहरूको लिस्टै हामीले दिएको हुन्छ, त्यहाँबाट पनि लिन सकिन्छ जस्तो मलाई लाग्यो होइन। अन्त छुट्टै दिनुपर्ने हो त्यो कुरा चाहिँ अलिकति विलासिता कर्मै आइदियो भने त हामी छुट्टै बुझाउनु पर्दैन जस्तो लाग्यो मलाई। अब छुट्टै बुझाउनु पर्छ कि अब छुट्टै बुझाउने कुरा गर्नुभएको छ। हामीले त्यही दिएको हुन्छ, कारोबार त्यही हुन्छ, ग्राहकको नाम पनि त्यही हुन्छ, रकम पनि त्यही हुन्छ, विलासिता कर पनि त्यही हुन्छ। त्यो सबै यहाँले कम्प्युटर सिस्टमबाटै हेर्न सक्नुहुन्छ। हामीले किन दिइराख्नु पर्ने आवश्यकता जस्तो लागेन, अथवा दिँदा पनि यसलाई चाहिँ अब त्यस्तो झन्झटिलो छैन। तर त्यसैमा गऱ्यो भने चाहिँ कुरा हो जस्तो लाग्छ। अर्को यो अब यो इन्फर्मेसन दिने कुरा जस्तो अब यहाँले भन्नुभएको छ अब 1 करोड लिएर आउँछ सुन नकिनी जान्छ भनेको जस्तो अब कसरी दिने त? कोही व्यक्ति दारी अब जस्तो दारी भएको मान्छे आउँछ 1 करोड लिएर जान्छ। अब दारी भएको फोटो मात्रै पठाउने, उसले नाम नभनेको आयो भने के गर्ने होइन? त मान्छेहरूलाई त अनुहार थाहा हुँदैन, उसको फेस हेरेर त नाम थाहा हुँदैन, उसले सबै उसको डाटा त दिन सक्दैन नि त। पैसा लिएर आयो मैले किन्दिनँ भनेर गयो, अथवा फोटो खिचेर पठाउनु पर्ने भने नाम त थाहा होइन। त्यो चाहिँ कुरा तत्कालै दिन सकिँदैन, व्यवसायहरू सायद दिन सकिँदैन। त्यो कुरालाई कसरी गर्न सकिन्छ? अर्को कुरा यो हाई रिस्कको क्याटेगोरी भन्नुभएको छ, यो पनि एकदमै गाह्रो छ हामी व्यवसायीहरूलाई होइन। अहिलेको समयमा तपाईँको आलेपछि त 3,39,800 जस्तो हुन्छ, लगभग 2 तोला किन भन्दा हामीले सबै भन्नुपर्ने हुन्छ होइन। अब प्रत्येक हामीले 142वटा पसल त सबैले कम्ती 30% चाहिँ भन्नै पर्छ पर्ने, एकदम समस्याको विषय। अब नगरौँ भन्दा पनि हामी नगर्ने भन्ने चाहिँ कुरा गरेनौँ, तर यसलाई चाहिँ कति व्यवस्थित गर्ने भन्ने कुरा चाहिँ हुनुपर्छ। अब आफू बेमौसमी कुरा गर्नुभएको छ, जस्तै अब साउनमा चाहिँ सुन किन्न आयो, उसले 1 करोड किन्न आयो भने तपाईँलाई त्यसलाई हाई रिस्क राख्नु भन्नुभएको छ। अब मलाई लाग्छ जहाँसम्म हामीले अब यो फर्मेट सबै कुरा गर्ने भने कोही पनि किन्न आउँदैन, यो सबै कुरा गर्ने भने कोही व्यवसाय कोही ग्राहक पनि आउँदैन, सायद हाम्रो पसलहरूमा आउँदैन।
जस्तो लाग्छ। त्यसकारणले अब यो नियम नमान्ने भन्ने कुराले नियमलाई व्यवस्थित गर्ने होइन, अब हामी सबैले फलो गर्नै पर्छ। व्यापार भएन भने हामीले गर्नै पर्छ, सरकारको कुरा नीति नियमलाई फलोअप गर्नुपर्छ। यो कुरामा हामी सबैले समन्वय गर्छौँ र व्यवसायीहरूले पनि यसलाई फलोअप गरौँ, एउटा अभ्यासको रूपमा अगाडि बढौँ। र पहिलो चरणमा अब मैले यहाँले भन्नुभएको छ, अब यो कोएमएलको कुरा अहिलेसम्म हामीले सायद कसैले गरेको छैन। आज बिहिबार भयो, हामी 1 हप्ताभित्रमा हामी हाम्रो सेडाई सरले एउटा टेबल राखिदिनु पर्यो आन्तरिक राष्ट्र कार्यालयमा। यहाँले अब म त बिजी छु अहिले भ्याउँदिनँ भन्न पाउनुहुन्न। हामीले बिहिबारसम्म सबै व्यवसाय हामी जान्छौँ कर कार्यालयमा, यो कोएमएल हामीले सबैले गर्ने र एउटा टेबल कर कार्यालयले अगाडि हाम्रो सुनचानी व्यवसाय भनेर एउटा नामै लेखेर प्लेट लेखेर छुट्टै एकजना व्यक्ति हायर गरिदिनु पर्यो। अब यहाँ पनि आफ्नो कार्यालयमा व्यस्त हुनु होला, हामी सबै गाउँमा त्यति समय नमिल्ला। अब आउने 1 हप्ताभित्र हामी सबैले यो कोएमएललाई अपडेट गरौँ भन्दै अब यो सबै कुराहरूलाई चाहिँ हामीले सबैले फलो गरौँ। यो कुरा चाहिँ अब के छ यहाँले अलिकति राखिदिनु हुनेछ भन्ने मैले आशा गरेँ। धन्यवाद। कुरा गर्नुभयो होइन, हामीले लग्जरी ट्याक्सको विवरण त भरेर हरेक महिना दिएकै छ नि, कसलाई कतिको बेच्यो त्यसको एड्रेस पनि खुलाएको छ। फेरि यो किन एक्स्ट्रा हामीलाई भार भन्नुभयो, त्यो ठिक छ, त्यो सबैले भन्नुभएको कुरा जस्टिफाइड छ। त्यो हाम्रा प्रब्लमहरू भनेको पोलिसी कोअर्डिनेसनको प्रब्लम हाम्रो सेन्टरदेखि नै छ। दुईवटा नीतिले चाहिँ विभिन्न समयमा विभिन्न निकायबाट जारी भएको कारणले त्यसमा एकरूपता नहुने र एउटै कामलाई चाहिँ रिडन्डेन्ट हुने, दुईवटा काम दुईवटा प्रतिवेदन दिनुपर्ने भन्ने विषय भन्नुभयो। यसमा चाहिँ सुरुमा लग्जरी ट्याक्समा चाहिँ तपाईँले व्यक्ति नै खुलाएर दिनुहुन्छ कसलाई कतिको बिल काट्नुभयो भनेर, र यो दोस्रो प्रतिवेदन जुन अर्धवार्षिक र वार्षिक प्रतिवेदन छ यसमा व्यक्तिको नाम खुलाउने कुरा छैन, त्यसको सङ्ख्या खुलाउनुपर्छ। त्यो हाम्रो सिस्टमले तपाईँको प्यान नम्बर हाल्ने बित्तिकै तपाईँले 1 वर्षभरि चाहिँ काटेको बिल जुन लग्जरी ट्याक्स छ त्यसलाई एमाउन्टको आधारमा नम्बर निकालिदिने सिस्टम बनाइदिएको सजिलो भइहाल्थ्यो होइन। तर त्यो मात्रै चाहिँ इनफ छैन, किनभने यो प्रतिवेदन अरू पनि कुराहरू छन् क्या, जुन लग्जरी ट्याक्सको विवरणमा आउँदैन। लग्जरी ट्याक्सको विवरणमा तपाईँले कतिको बेचे भनेर आउँछ, तर कसलाई बेचे शङ्कास्पद हो होइन भन्ने कुरा त त्यो खुल्दैन। त्यसको त्यो ट्रान्ज्याक्सनको नेचर नखुल्ने भएको कारणले सायद यो अर्को पनि प्रतिवेदन चाहिँ तपाईँले गर्नुपर्ने आवश्यकता भएको होला। र मलाई थाहा छ यो चाहिँ एक्स्ट्रा बर्डन हो, किनभने बिजनेसको लागि रेगुलेसन्स भनेको एक्स्ट्रा बर्डन हो, बिजनेस इफिसियन्सी घटाउँछ, यसले घटाउन सक्छ तपाईँलाई लाग्छ। तर अल्टिमेटली यसको बेनिफिट भनेको चाहिँ इन्टायर इकोसिस्टम जुन तपाईँको बिजनेस इकोसिस्टम छ, जुन चाहिँ व्यवसायसँग जुन एउटा भ्यालु चेन छ, तपाईँ किनेदेखि त्यसमा भ्यालु एड गरेर बेचेसम्मको त्यो सबै प्रक्रियालाई नै यसले चाहिँ सघाउने हो, त्यसलाई इन्हान्स गर्ने हो। तपाईँले बारम्बार गुनासो गर्नुहुन्छ हामीले कर तिरेका छौँ तर राज्यले हामीलाई किन त्यो सम्मानको स्थान दिएन भन्नुहुन्छ। त्यो अपर्च्युनिटी पनि हो। मैले भने गोएमएलमा तपाईँ मात्र होइन, 5 स्टार होटल, क्यासिनो, जग्गा बेच्ने व्यापारी, बिमा, चाहिँ ब्याङ्क, इन्सुरेन्स, यी तमाम जति पनि बिजनेसहरू छ सबै यसमा चाहिँ इन्टिग्रेट हुनैपर्छ र यो चाहिँ फलो गर्नुपर्छ। अर्को अब साउनमा असारमा किन्न आउँछ त्यसलाई मैले के भन्न खोजेको भने मेरो त्यो चाहिँ नबेच्नु 1 करोड लिएर आउँदा नबेच्नु भनेको होइन, मतलब त्यो चाहिँ एउटा सस्पेन्सन गर्न सक्ने हुनसक्छ भनेको मात्रै हो। उसले किन्न त आफ्नो पैसा हो, जुन महिना पनि किन्न सक्छ, उसको घरमा छोराछोरीको बिहे नै हुनुपर्छ भन्ने छैन। तर यसरी चाहिँ एउटा चाहिँ त्यो सस्पिसियस हो कि होइन आइडेन्टिफाई गर्ने तरिका मात्रै भनेको। अर्को 1 करोड लिएर आयो, सुन किन्न खोज्यो, अब केही कुरामा मिलेन, उसले चाहिँ होइन मेरो नाममा बिल नकाट्नु, अथवा म पैसा चाहिँ क्यासमा दिन्छु, अथवा अर्कैको खाताबाट आउँछ भन्नु, अब मलाई जोखिम हुने भएर मैले उसलाई चाहिँ सुन बेचिनँ, तर मलाई निर्देशनले त रिपोर्टिङ गर भन्न यस्तो ट्रान्ज्याक्सन को व्यक्ति त जस्तै ट्रान्ज्याक्सन गर्न खोज्यो, त्यो सफिसियन्ट एक्टिभिटी हो, रिपोर्टिङ गर भनौँ। अब मेरो जस्तो दारी बालेर आएको हुन्छ, नामसाम सोध्न भ्याएकै छैन, के रिपोर्टिङ गर्ने भन्नुभयो। यो विषयमा चाहिँ गोएमएलको एकचोटि आइबस बनिसकेपछि त्यहाँभित्र के रिपोर्टिङ गर्नुपर्छ, कसरी रिपोर्टिङ गर्नुपर्छ भन्ने कुरा हामी हेरेर त्यस पछाडि त्यो केसमा चाहिँ उसको के रिपोर्टिङ गर्ने त्यहाँ राष्ट्र ब्याङ्कले बनाएको छ। त्यो सिस्टमभित्रमा एक्सेस अनेस्टली भन्दा मसँग पनि छैन, किनभने मैले त लगइन गरेर हेरेको छुइनँ, मलाई पनि त राष्ट्र ब्याङ्कले ट्रेनिङ दिएको छैन त्यो विषयमा अनेस्टली। त्यो बनाइसकौँ, त्यस पछाडि कहाँबाट हुन्छ भने केवाइसीको कुरा गर्नुभयो, मैले खोजेँ इन्टरनेटमा, कसैले त आफ्नो अनलाइन पर्चेस गर्दा त हालेको हुनसक्ला, किनभने तपाईँले यदि सिटी ज्वेलर्स अर्को ज्वेलर्सको त अनलाइन पनि पर्चेस गर्न सक्नुहुन्छ, उनीहरूको वेबसाइट छ, त्यहाँ केवाइसी फर्म भराउला भनेर हेरेँ, मैले भेटिनँ। यु हेभ टु कन्ट्याक्ट फिजिकली भनेर लेखेको रहेछ, मैले त्यति देखेँ। त्यसले गर्दा चाहिँ हामी मार्फत भन्दा पनि तपाईँसँग प्रत्यक्ष सरकार भएको कारणले तपाईँले चाहिँ कसरी गरिरहनु भएको छ, र के छ तपाईँको कार्यान्वयनको स्थिति, तपाईँको पोलिसी सेयर गर्नुहोस्,
त्यस पछाडि फर्महरू कस्तो कस्तो राख्नु र डकुमेन्ट कसरी राख्नुपर्छ भनेर तपाईँहरूबाट गर्नुभयो भने हामी अलवेज त्यहाँ छौँ। र डेस्क राखेर भन्नुभयो हो जिम्मेवारी हाम्रो अरू पनि त्यहाँ स्पेसलाइज वर्कहरू छ अफिसमा बसेर, यो त एडिसनल ऐन आएको कारणले हामी नियामक निकायको कारणले गरेको र यो केसमा चाहिँ हामी अफिसियल निर्णय गरेर तपाईँलाई 1 हप्ताभित्र यसमा चाहिँ सहजीकरण गर्ने गरी एउटा डेस्क राखेर हुन्छ होइन, अथवा तपाईँहरू आफ्नो तर्फबाट एउटा व्यक्ति अफिसमा राखेर हाम्रो तर्फबाट राखेर कसरी हुन्छ यो चाहिँ हामी संस्थागत निर्णय गरिसकेपछि त्यसमा है मैले